अब्राहम ग्रीसको समयमा आनन्दित भए। अस्ति हामीले कुरा गर्यौं, यहाँ लेखिएको छ कि तिमीहरूको पिता अब्राहम मेरो दिन देख्नलाई, यहाँ 56 पदमा, यूहन्ना 8:56मा, तिमीहरूका पुर्खा अब्राहम मेरो दिन देख्नलाई प्रफुल्लित भएका थिए र तिनले देखेर रमाए। येशू क्रिस्टले यहाँ भन्दै हुनुहुन्छ। र रोचक कुरा के छ भने मोसा र येशू क्रिस्ट कति 2400 वर्षको फरक थियो भने अब्राहमसँग त त्योभन्दा पनि अझ धेरै वर्ष, लगभग 300 वर्ष त्यसमा जोड्नु फेरि अनि मात्र अब्राहमको आउँछ। 2400 भनेपछि 2500, 2600, 2700, लगभग 2700 वर्ष अगाडि येशू क्रिस्ट र अब्राहम कहिले पनि भेटेका थिएन। तर पनि येशू क्रिस्टले यहाँ भन्दै हुन्छ कि अब्राहमले मेरो दिन देख्नलाई प्रफुल्लित भएका थिए र तिनले देखे रे। अब कहाँ देखे त, त्यो कुरालाई हामी हेर्नेछौँ। अब्राहमले येशू क्रिस्टलाई भेटे रे, येशू क्रिस्टलाई देखे रे भन्ने प्रसङ्ग येशू क्रिस्टले उठाउनु भएर यहुदीहरूले के भने, तिमी अझै 50 वर्ष पुगेको छैन अब्राहमलाई देख्यो भन्छ, तिमीलाई साँच्चीकै भूत लागेको छ भनेर भन्दछ। र येशू क्रिस्टले के भन्नुभयो, अब्राहम भन्दा अगाडि म हुँ। अर्थात् अब्राहमले जुन परमेश्वरलाई पुजेका थिए, अब्राहमले जुन परमेश्वरमाथि आफ्नो आस्था र विश्वास राखेका थिए, त्यो म हुँ। अर्थात् म याहवे परमेश्वरको मानव अवतार हुँ, म याहवे परमेश्वरको मानवीय स्वरूप हुँ भनेर येशू क्रिस्टले भन्नुभयो। तर हाम्रो मुख्य महत्त्वपूर्ण कुरा चाहिँ के हो भने, कहाँ देखे त अब्राहमले भन्दाखेरि हामीले एकदमै राम्रोसित पाउँछौँ, मोरियाको डाँडामा देखे है। हामीलाई थाहा छ उत्पत्ति 22 अध्यायमा एकदमै राम्रोसित देखाइएको छ कि जब परमेश्वरले अब्राहमलाई आफ्नो एकमात्र पुत्र, है हिब्रूमा एखात भन्छ, एकमात्र पुत्रलाई मोरियाको डाँडामा लगेर बलिदान गर भनेर अब्राहमलाई परमेश्वरले आदेश दिनुहुन्छ। र अब्राहमले नाइनास्ती नगरिकन आफ्नो पुत्रलाई, एकमात्र पुत्रलाई बलिदान गर्नको निम्ति मोरियाको डाँडामा लानुहुन्छ। नोकरहरू सहित पुरै भारी सबै रेडी गरेर गधामा राखेर, र त्यो ठाउँमा पुगेपछि आफ्नो नोकरहरूलाई भन्छ कि तिमीहरू यहीँ बस, हामी त्यहाँ आराधना गरेर आउँछु भन्छ। र बाटोमा जाँदै गर्दाखेरि इसहाकलाई शङ्का लाग्न थाल्छ क्या, ओहो मेरो बाउले त मलाई पो बलि चढाउन लाग्यो क्या हो भनेर, होइन। दाउरा छ, आगो छ, तर बलिदान चाहिँ खोइ। अनि एकदमै डरको भावमा पक्कै पनि सोधेको हुनुपर्छ इसहाकले, बुवा सबै कुरा छ तर बलिदान खोइ त, म पो हो कि क्या बलिदान भाउ भनेर चाहिँ डराएको कुरा हामीले पाउँछौँ। र एकदमै इन्ट्रेस्टिङ कुरा के हो भने इसहाकलाई के बोकाएको छ, दाउरा बोकाइएको छ क्या है। र दाउरा बोकाएर दुवै सँगसँगै हिँडेको हामीले एकदमै राम्रोसित पाउँछौँ। अब्राहमको विश्वासको जाँच तपाईँहरूले उत्पत्ति 22 अध्याय पल्टाउनु भयो भने यो कुरालाई एकदमै राम्रोसित पाउँछौँ। यहाँ 7 पदमा इसहाकले आफ्ना पिता अब्राहमलाई सोधे, बुवा, तिनले भने के हो छोरा? त्यसले भन्यो, यी आगो र दाउरा त छन् तर होम बलिको थुमा चाहिँ खोइ। अब्राहमले भने, छोरा, परमेश्वरले नै होम बलिको निम्ति थुमा जुटाइदिनु हुनेछ। अनि ती दुवै सँगसँगै गए। अब यहाँ अर्को इन्ट्रेस्टिङ कुरा के बुझ्नुपर्छ भने हिब्रूको लेखकले पनि भन्दछ कि परमेश्वरले अब्राहमसँग शपथ खानु भएको थियो, करार बान्नु भएको थियो कि तेरो सन्तानद्वारा पृथ्वीका सबै जातिले आशिष पाउनेछ। त्यो येशू क्रिस्ट होइन, इमिडिएट कन्टेक्स्ट चाहिँ इसहाक हो है। इसहाकद्वारा नै तेरो सन्तानले पृथ्वीका सबै जातिले आशिष पाउनेछ भनेर परमेश्वरले शपथ खानु भएको थियो, करारद्वारा पक्का गर्नु भएको थियो। अब इसहाकलाई नै बलिदान गर भनेपछि अब्राहमलाई चाहिँ के विश्वास थियो भने, यदि मैले मेरो छोरालाई बलिदान गरे, मैले मेरो छोरालाई मारे भने परमेश्वरले बोल्नु भएको वचन त बाजियो, विफल भयो। परमेश्वरले त बोल्नु भएपछि उहाँले मुख फेर्नुहुन्न। परमेश्वरले बोल्नु भएपछि उहाँले कहिले पनि आफ्नो प्रतिज्ञा विरुद्ध काम गर्नुहुन्न। अब्राहम इसहाकद्वारा नै परमेश्वरले आशिष दिन्छु भनेपछि अब यदि मैले मेरो छोरालाई मारे तापनि
मलाई विश्वास छ परमेश्वरले पुनरुत्थान गर्नुहुन्छ भन्ने कुरा विश्वास थियो अब्राहमलाई। त्यही भएर अब्राहम चाहिँ एकदमै ढुक्कका साथ इसाकलाई होम बलि गर्नको निम्ति जाँदै हुनुहुन्छ। किनभने अब्राहमलाई एकदमै निश्चिन्त विश्वास थियो कि यदि परमेश्वरले इसाकलाई मार्न लगाउनु भए तापनि, मेरा हातबाट मार्न लगाउनु भए तापनि पुनरुत्थान गर्नुहुन्छ। र हिब्रूको लेखक के भन्छ, अब्राहमले साँच्चीकै पुनरुत्थानमा आफ्नो छोरा फिर्ता पाए, मारेको जस्तै, होम बलि गरेको जस्तै गरेर हिब्रूको लेखकले भन्नुहुन्छ, र फेरि पुनर्प्राप्त गरेको जस्तै गरेर भनेको हामीले पाउँछ। त्यो पदलाई हामी पछि पढ्नेछौँ। सबैभन्दा पहिला हामीले यहाँ एकदमै राम्रोसित गरौँ। आत्पदमा हेर्नु त, अब्राहमले भने छोरा परमेश्वरले नै होम बलिको निम्ति थुमा जुटाउनु हुनेछ, अनि ती दुवै सँगसँगै। त्यो भनेको चाहिँ अब्राहमलाई विश्वास थियो कि यदि मैले मेरो छोरालाई मार्नु परे तापनि उहाँले बिउताउनु हुनेछ र होम बलिको निम्ति थुमा उहाँले जुटाउनु हुनेछ है। इन्ट्रेस्टिङ, यो होम बलिको निम्ति थुमा जुटाइनेछ भन्ने कुन कालमा छ भने भविष्य कालमा छ है। र त्यसपछि के हुन्छ, परमेश्वरले तिनीहरूलाई भन्नुभएको ठाउँमा पुगेपछि अब्राहमले त्यहाँ एउटा वेदी बनाएर दाउरा तह लगाए। त्यसपछि तिनले आफ्नो छोरा इसाकलाई बाँधेर वेदीमा दाउरामाथि राखे है। यो हिब्रू भाषामा यो 22 अध्यायलाई एकेदा भन्छ कि, एकेदा भनेको बाँध्नु, इसाकलाई बलिदान जस्तै गरेर बाँध्नुलाई हिब्रू भाषामा एकेदा भन्छ। अनि यो यहाँ जुन नेपालीमा अब्राहमको विश्वासको जाँच लेखेको छ, हिब्रूमा यसलाई एकेदा भनिन्छ। त्यसपछि तर परमप्रभुका एकजना दूतले स्वर्गबाट तिनलाई हकार भने, ए अब्राहम अब्राहम। तिनले भने, म यही छु। उनले भने, तेरो हात त्यस केटामाथि नउठा र त्यसलाई केही नगर। अब मैले थाहा पाएँ तैँले परमेश्वरको भय मान्दो रहेछस्, किनकि तेरो एकमात्र छोरालाई पनि मबाट तैँले रोकेर राखिनस्। अब्राहमले माथितिर हेरे र एउटा भेडा झाडीमा सिङ अल्झेर खसेका देखे। अब्राहमले गएर त्यस भेडालाई ल्याएर तिनका छोराको सट्टामा त्यसलाई होम बलि गरे। यसकारण अब्राहमले त्यस ठाउँको नाम परमप्रभुले जुटाउनुहुन्छ राखे है। यो हिब्रूमा चाहिँ याहवे इरे हो के। यो इरे भनेको चाहिँ राआ भन्ने कालबाट के भन्छ, क्रियाबाट आएको। राआ भनेको देख्नु, अर्थात् परमेश्वरले जुटाउनु भनेको हिब्रू भाषामा चाहिँ परमेश्वरले देख्नु भन्ने अर्थ लाग्छ। देख्नु नै जुटाउनु हो। परमप्रभुले डाँडामा जुटाइनेछ भने आज पर्यन्त भनिन्छ। अब इन्ट्रेस्टिङ कुरा के छ भने, यो जुन परमप्रभुको डाँडामा जुटाइनेछ भन्ने आज पर्यन्त भन्ने यो मोसाले लेखा हो क्या। यो अब्राहमको कथाको पार्ट होइन, बुझ्दै हुन्छ नि। यो घटनाको कुरा होइन, मोसाले यो वाक्य एउटा थपेका थिए क्या। किनभने येशू ख्रीष्टलाई बताइरहेको छ क्या यसले, परमप्रभुको डाँडामा जुटाइनेछ भने आज पर्यन्त भनिन्छ। अब इन्ट्रेस्टिङ के हो भने, याहवे इरे परमप्रभुको डाँडामा जुटाइनेछ र थुमा परमेश्वरले नै थुमा जुटाउनु हुनेछ छोरा भनेर जुन आश्वासन दिएको छ, यो सबैले के देखाउँछ भने एक दिन येशू ख्रीष्ट आउनु हुनेछ र येशू ख्रीष्टले के बोक्नेछ, क्रुस बोक्नेछ। किनभने इसाकले के बोकेको थियो, दाउरा बोकेको थियो कि थिएन? हो, दाउरा बोकेको थियो कि इसाकले। येशू ख्रीष्ट गलगथामा जाँदाखेरि उहाँ क्रुस बोकेर जानुभयो। र रोचक के छ भने, यो डाँडा नै कल्वरीको डाँडा हो क्या। मोरियाको डाँडा नै कल्वरीको डाँडा हो। त्यति लिटरली पुरा भएको थियो। येशू ख्रीष्ट यहाँ डक्ट्रिन अफ सब्स्टिट्युसन, अर्थात् कसैको सट्टामा कोही मर्नु भन्ने सिद्धान्त यहाँबाट आएको। अर्थात् आफ्नो छोरा इसाकको सट्टामा परमेश्वरले थुमा जुटाउनु भयो। त्यही भएर यूहन्नाले के भने, हेर परमेश्वरको थुमा जसले संसारको पाप उठाइ लानुहुन्छ। अब इन्ट्रेस्टिङ कुरा अर्को यहाँ के छ भने, यहाँ इसाक र अब्राहम सँगसँगै गयो नि बलिदान चढाउन। ओ, नयाँ करारमा परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, आफ्नो एकमात्र पुत्र, एक हात परमेश्वरको पनि एकमात्र छोरा छ, त्यो भनेको प्रभु येशू ख्रीष्ट। आफ्नो पुत्रलाई बलिदान गर्नको निम्ति पिता र पुत्र सँगसँगै क्रुसमा
मोरियाको डाँडामा, गलगथामा, कल्वरी डाँडामा उहाँहरू जानुभयो र यहाँ चाहिँ थुमा जुताइयो, आफ्नो छोराको सत्तामा थुमा जुताइयो। तर नयाँ करारमा थुमा नै येशू ख्रीष्ट हुनुहुन्छ र परमेश्वर पिताले आफ्नो एकमात्र पुत्रलाई बलिदान गरे भनेपछि अब्राहम चाहिँ कसको टाइपोलोजी हो, कसको जस्तै हो? अब्राहम चाहिँ परमेश्वर जस्तै। र त्यो थुमा इसाक पनि येशू ख्रीष्ट जस्तै हो, त्यो सिंह अल्झेको भेडाको थुमा पनि येशू ख्रीष्ट जस्तै हो है, एकमात्र पुत्र। तर यता चाहिँ मोरियाको डाँडामा चाहिँ इसाकको सत्तामा कोही जुताइयो, तर यता चाहिँ आफ्नै पुत्रको बलिदान परमेश्वरले गर्नुभयो। के लेखेको छ नयाँ करारमा? यसु के भन्छ, पावलले लेखेको पत्रमा उहाँले आफ्नो निज पुत्रलाई बाँकी राख्नु भएन क्या, तर हाम्रो निम्ति दिइहाल्नु भयो। धर्मी अधर्मीको निम्ति मर्नुभयो, उहाँले आफ्नो पुत्रलाई बलिदान गर्नुभयो। किनभने यहाँ मोसाले जुन सेन्टेन्स लेखेको छ नि, परमप्रभुको डाँडामा जुटाइनेछ भने आज पर्यन्त भनिन्छ, अर्थात् मानव जातिको लागि, मानव जातिको पाप बोक्नको लागि, मानव जातिको विश्वासीहरूको अधर्म बोक्नको लागि परमेश्वरले आफ्नो पुत्रलाई पठाउनु भयो। र यसाया 53 अध्यायमा एकदमै राम्रोसित देख्छौँ कि उहाँले चाहिँ हाम्रो अधर्म बोक्नु भयो, उहाँले हाम्रो पाप बोक्नु भयो र उहाँले पापको दण्ड भोग्नु भयो। अब अब्राहमले कहाँ देखे त? कहाँ देखे येशू ख्रीष्टलाई? अब बुझ्नुभयो होला नि कहाँ देखे? अब्राहमले मोरियाको डाँडामा देखे क्या। अब्राहमले के देखे भने एक दिन परमेश्वरले जसरी मेरो छोरालाई बचाउनको निम्ति थुमा जुटाउनु भयो, एक दिन मेरो सन्तानलाई बचाउनको निम्ति उहाँले थुमा, परमेश्वरको थुमा उहाँले जुटाउनु हुनेछ भन्ने कुरा मोरियाको डाँडामा अब्राहमले बुझेका थिए। अब्राहमले येशू ख्रीष्टको दिन देख्नलाई प्रफुल्लित भएका थिए र अब्राहमले देखे र अब्राहम रमाए, किनभने हामी अब्राहमका सन्तान हौ, हाम्रो निम्ति पनि थुमा जुटाइएको छ, हाम्रो निम्ति पनि थुमा प्रबन्ध गरिएको छ र त्यो थुमा चाहिँ स्वयं प्रभु येशू ख्रीष्ट हुनुहुन्छ। र यसरी अब्राहमले येशू ख्रीष्टलाई त्यो डाँडामा देखेका थिए र यो नै बाइबलीय ईश्वर शास्त्रको मुटु हो, किनभने येशू ख्रीष्ट हामीले मोरियाको डाँडामा एकदमै राम्रोसित पाउँदछौँ। र यसरी हामीले बाइबलको व्याख्या येशू ख्रीष्टद्वारा गर्नुपर्छ। येशू ख्रीष्ट नै बाइबललाई खोल्ने साँचो हो है। येशू ख्रीष्ट बिना बाइबलका रहस्य र सत्यताहरू खोल्न सकिँदैन। र यो पदको यूहन्ना 8 अध्यायको 48 देखि 59 पदलाई येशू ख्रीष्टको सन्दर्भमा रहेर येशू ख्रीष्टको उहाँले गर्नुभएको कार्य, पुरानो नियममा गर्नुभएको कार्यद्वारा हामीले यसको अर्थ निरूपण गर्नु पर्दछ। ठिक छ? कसैलाई केही सोध्नु छ कि? यस्तो बाइबलमा है खतरा छैन त? सर एउटा प्रश्न। हजुर हजुर। त्यो येशू ख्रीष्टलाई क्रुसिफिक्सन गरेको जुन डाँडा थियो नि, र अब्राहमले यो आफ्नो इसाकलाई त्यो गर्न एउटै प्लेस हो कि त्यो के हो? एउटै प्लेस हो त्यो है। आर्कियोलोजिस्टहरूले त्यसलाई एउटै प्लेस भन्छ, किनभने यो डाँडामा जुटाइने छ भनेर मोसाको भविष्यवाणी छ नि, त्यो पुरा भएको क्या, आज पर्यन्त भन्ने छ। यही डाँडामा चाहिँ जुटाइने छ भनेपछि येशू ख्रीष्टलाई क्रुसमा टाँगेको कल्वरीको डाँडा भन्छ, खप्परे डाँडा भन्छ, हो क्या न? त्यो डाँडा चाहिँ यही मोरियाको डाँडा हो भनेर चाहिँ विद्वानहरूले, आर्कियोलोजिस्टहरूले प्रमाणित गरेका थिए। भनेपछि यो भविष्यवाणी पुरा भएको हो क्या। येशू ख्रीष्टले त्यही भएर मोसाको व्यवस्थामा, अगमवक्ताहरूको पुस्तकमा र भजनको पुस्तकमा मेरो बारेमा लेखिएको छ भनेको छ नि, ओ यो पुरा भयो। नत्र कसरी व्याख्या गर्ने यसलाई? ल भन्नु, अब्राहमले कहिले देखे त येशू ख्रीष्टलाई? कहिले येशू ख्रीष्टको महिमा देखे? अरू कहीँ छ त? यहीँ देखे कि यहाँ अब्राहमलाई पक्कै पनि दर्शनमा या परमेश्वरले ज्ञान दिनुभएको थियो कि एक दिन तेरो छोराको निम्ति, तेरा छोराछोरीहरूको निम्ति चाहिँ
थुमा जुटाइने छ भनेर चाहिँ एकदमै राम्रोसित देख्छ। अरू सोध्नु छ भने भन यो विषयमा चाहिँ। इन्ट्रेस्टिङ लाग्यो सर सर। यसमा सरी सर मैले एक दिन यसलाई यो उत्पत्ति 22लाई मैले प्रचार गर्दाखेरि सर मण्डलीमा धेरैचोटि मैले यसलाई अध्ययन गरेँ अनि त्यो दुईजना नोकरीहरूलाई तिमीहरू यहाँ बस्दै गर उत्पत्ति 22को 5मा अनि लास्टमा गएर त्यहाँ लेखेको रहेछ म र यो केटा पर गएर मोरियाको डाँडामा गएर परमेश्वरको पूजा गरी फर्किआउनेछौँ। कति ठाउँमा पूजाको ठाउँमा आराधना भनेको छ। अनि म र यो केटा चाहिँ पर त्यो मोरियाको डाँडामा पूजा गरी फर्किआउनेछौँ भन्ने शब्दहरू त्यहाँ राम्रो मैले त्यो हेरेँ कि। अनि अहो किन फ्याट्टै बोलेन अब्राहम, फ्याट्टै बोलेको छैन। तैँले माया गरेको एकमात्र पुत्र मेरो महिमाको निम्ति बलिदान चढा भनेर जुन उत्पत्ति 22को 1 देखि सुरु हुन्छ। अब्राहमले केही बोलेकै हुँदैन त्यहाँ यसमा। अनि किन बोलेन होला भनेर चाहिँ मैले त्यो मनन गरेँ कि अब हाम्रो सपोजको लागि र मानिसहरूको निम्ति तैँले तेरो पुत्रलाई बलिदान चढा भन्दा त रातभरि निन्द्रा नराख्नु पर्ने। अनि अब्राहमको विश्वास चाहिँ त्यहाँबाट एकदमै परमेश्वरप्रति थियो भन्ने कुराहरू। अनि कन्फर्म चाहिँ उसलाई मेरो छोरालाई परमेश्वरले मार्नु चाहिँ हुन्न, पक्कै पनि मेरो लागि परीक्षा हो भन्ने कुराहरू त्यो उत्पत्ति 22को 5 पदलाई मैले घरिघरि हेरेर त्यहाँबाट चाहिँ मैले त्यो होल स्टोरीलाई बुझ्ने मौका पाएको थिएँ। आज झन् क्लियर हुन पाएछ। थ्याङ्क यू सो मच। अझ क्लियर हुन्छ। मार्नु हुन्न होइन कि मार्नु भए तापनि बिउताउनु। यो कहाँ छ अब पल्टाउनु त? हिब्रू 11को 19 पल्टाउनु ल हेर्नु। मार्नु हुन्न होइन कि मार्नु भए तापनि बिउत। किनभने इसाकलाई मार्यो भने त अब्राहमलाई त्यत्तिका प्रतिज्ञा गरिएको थियो, त्यही वृद्धकालमा इसाकलाई दिनुभएको थियो परमेश्वरले, हो किन? इसाकलाई त अब्राहम 100 वर्ष पुग्दा सारा 90 वर्ष पुग्दा दिएको सन्तानलाई मार्नु भए तापनि मार्नु भयो भने त प्रतिज्ञा त रद्द हुने भयो। त्यही भएर अब्राहमलाई यति विश्वास थियो, किनभने अब्राहम विश्वासका पिता थियो के। अब्राहमले विश्वास गरे के विश्वास गरे त्यो राम्रोसित हेर्नु। उत्पत्ति 15 अध्यायमा छोरा दिनुहुन्छ भन्ने विश्वास गरे र त्यो नै उनको निम्ति धार्मिकता गरे। जुन विश्वास गरेर अब्राहमले वृद्ध अवस्थामा पाएको छोरा परमेश्वरले मार्नु भए तापनि उहाँले बिउताउनुहुन्छ भन्ने विश्वास थियो कि अब्राहमको। त्यही भएर उहाँ विश्वासको पिता भयो। हामीलाई त विश्वास हुन्छ आफ्नो छोरा मार्नु भने फेरि बिउताउनुहुन्छ भने अब्राहमको विश्वास कति ठुलो थियो क्या। ल पल्टाउनु त हिब्रू 11को 19 पढ्नुहोस् त अनि एकदमै क्लियर हुन्छ यो। अझ हिब्रू 11को 19। परमेश्वरले मानिसहरूलाई मरेकाहरूबाट पनि फेरि जीवित पार्न सक्नुहुन्छ भन्ने कुरा अब्राहमले सोचेर भनौँ भने उनले इसाहाकलाई फिर्ता पाए। है इसाहाकलाई फिर्ता पाए भनेपछि यहाँ कसरी देखाएको छ? मरेको जस्तै, अर्थात् अब्राहमले बलिदान चढाएको जस्तै गरेर देखाइएको छ र फिर्ता पाएको, पुनरुत्थान भएको जस्तै गरेर देखाएको छ। तर यसको एकदमै गुदी रोचक कुरा चाहिँ के हो भने मोरियाको डाँडामा जुन कुरा पुरा भएन पिताले पुत्रलाई बलिदान गरेर पुरा गर्नुभयो क्या। है त्यो चाहिँ छाया मात्र हो के, फोर स्याडो भन्छ क्या। येशू क्रिस्टको क्रुसको आउनेवाला पूर्व छाया हो क्या। र जब येशू क्रिस्ट आउनुभयो मोरियाको डाँडा साँच्चीकै घटना पुरा भयो। किनभने परमेश्वरले आफ्नो एकमात्र निज पुत्रलाई बाँकी राख्नु भएन, तर उहाँलाई बलिदान गर्नुभयो। अब यसले के देखाउँछ भने पुत्र येशू क्रिस्ट मात्र पुजारी होइन क्या, पिता परमेश्वर पनि पुजारी हुनुहुन्छ क्या। किनभने अघि यहाँ गौरीजीले भन्नुभयो नि पूजा गरेर फर्किनेछौँ भने नि, कसले भनेको? अब्राहमले। कि कसरी पूजा गरेर फर्किनेछौँ भनेको? इसाकलाई बलिदान गरेर हो किन? तर त्यो पुरा भएन। क्रुसमा परमेश्वर पिताले पुत्रलाई बलिदान गर्नुभयो भनेपछि येशू क्रिस्ट पनि पुजारी हो, परमेश्वर पिता पनि पुजारी हो र पवित्र आत्मा नि पुजारी हुनुहुन्छ के। यो टाइपोलोजी यसरी देखाएको छ कि बाइबलमा। है बुझ्नुभयो नि? ल अगाडि बढौँ है त। अब याहवे जिरे है, यो भनेको चाहिँ हिब्रू शब्द राआबाट आएको। राआ भनेको देख्नु, जिरे भनेको चाहिँ उहाँले जुटाउनु भन्ने अर्थ लाग्छ। उहाँले देख्नुभयो भन्ने हो क्या।
यूहन्ना 3:16 पुरा भयो। यूहन्ना 1:29 हामीले देख्छौँ कि हेर परमेश्वरको थुमा जसले संसारको पाप उठाइरहनुहुन्छ। अब्राहम हुनुभन्दा पहिले म हुँ, म अब्राहम इसाक र याकुबका परमेश्वर हुँ, अर्थात् येशू अब्राहमको प्रभु हुनुहुन्छ। अब्राहम परमेश्वरमा विश्वास गरेको कारण धर्मी ठहरिएको हामीले एकदमै राम्रोसित देख्छौँ। ल यो भन्दा नि अझ रोचक हेरौँ। यूहन्ना 12:41 पल्टाउनुहोस्। यूहन्ना 12:41 ल है यहाँ यूहन्ना 12:41 के लेखेको छ? यसैयाले यी कुरा भने किनकि तिनले उहाँको महिमा देखे र उहाँको विषयमा भने। यहाँ उहाँ भनेको को हो? येशू ख्रीष्ट। अब के अचम्म भयो? यसैया र येशू ख्रीष्ट भेटेको थियो कहिले पनि? कहिले भेटेको थिएन। कहाँ यसैया कहाँ येशू ख्रीष्ट, हो कि? तर यहाँ के भनिएको छ बाइबलमा? यसैयाले पनि येशू ख्रीष्टको महिमा देखे रे है। 41 पदमा है म फेरि पढ्छु। किनकि तिनले यसैयाले उहाँको महिमा देखेर उहाँको विषयमा भने। उहाँको विषयमा भने के हो? उहाँको विषयमा भने भनेको ओ यसैया 53 अध्यायमा कसको विषयमा भने? येशू ख्रीष्टको विषयमा भने। यसैया 52, 53 सबै येशू ख्रीष्टको बारेमा हो क्या, अर्थात् उहाँको बारेमा लेखे। यसैयाले लेखेको मात्र होइन, उहाँको महिमा देखे रे। अब कहाँ देखे ल भन्नु? थाहा छ कहाँ देखे? यसैयाले कहिले येशू ख्रीष्टको महिमा देखे थाहा छ? यसैयाको कुन अध्याय याद आउँछ ल भन्नु त? हजुर मलाई चाहिँ 6 अध्याय आउँछ। 6 अध्याय ल हेर्नु है त के छ 6 अध्यायमा। ल यसैया 6 अध्याय पल्टाउँ त हेर्नु है। उजिया राजा मरेको वर्षमा मैले परमप्रभुलाई अग्लो र उच्च सिंहासनमा विराजमान हुनुभएको देखे। यसैयाले के देखेको? परमप्रभुलाई उच्च सिंहासनमा विराजमान हुनुभएको, अग्लो र उच्च सिंहासनमा विराजमान भएको देखे। भनेपछि यसैयाले के देखेको थियो? येशू ख्रीष्टको महिमा देखेका थिए क्या। अचम्मको कुरा है, मैले भनेको होइन नि, यो त बाइबलमा लेखेको क्या। यसैयाले परमेश्वर येशू ख्रीष्टको महिमा देखे भनेपछि यसैयाले यहाँ यसैया 6 अध्यायमा एकदमै राम्रोसित भनिएको छ कि परमप्रभु परमेश्वरको महिमा देखे भनेपछि परमप्रभु परमेश्वरको महिमा देख्नु नै के हो? येशूको महिमा देख्नु हो क्या। किनभने जसले मलाई देखेको छ पितालाई देखेको छ, किनभने पिता र म एकै हुँ। मलाई देख्नेले पितालाई देखेको छ है। फिलिपलाई भन्नुहुन्छ नि कि यतिका बेरसम्म म तिमीहरूको साथमा छु, अझै पिता देखाइदेऊ भन्छ। जसले मलाई देखेको छ त्यसले पितालाई देखेको छ, किनभने पिता र म एकै हुँ है। र 2 पदमा हेर्नु यसैया 6 अध्यायको थियो। उहाँको मास्तिर सराफहरू खडा थिए, प्रत्येकका 6-6वटा पखेटा थिए। 2वटा पखेटाले तिनीहरूले आफ्नो मुख ढाकेका थिए, 2वटाले आफ्ना खुट्टा ढाकेका थिए र 2वटाले तिनीहरू उड्दै थिए। अनि एउटाले अर्कोलाई यसो भन्दै तिनीहरू पुकार्दै थिए, सर्वशक्तिमान परमप्रभु पवित्र 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 हुनुहुन्छ, सारा पृथ्वी उहाँको महिमाले भरिपूर्ण छ। तिनीहरूका स्वरले ढोकाहरू र जगहरू हल्लिएर मन्दिर धुवाँले भरियो। मैले भने धिक्कार, म नष्ट भए, किनभने म अशुद्ध ओठ भएको मानिस हुँ र अशुद्ध ओठ भएका मानिसहरूका बीचमा बस्दछु र मैले मेरो आँखाले सर्वशक्तिमान परमप्रभु महाराज धीराजलाई देखेको छु। यसैयाले यहाँ एकदमै भन्दैछन् कि मैले महाराज धीराजलाई देखेको छु, उच्च र अग्लोमा उहाँ विराजमान हुनुहुन्छ। र यसैयाले यूहन्नाले के भन्नुहुन्छ? त्यो महिमा त
प्रभु येशू क्रिस्टको महिमा रहेछ। किनभने यसैयाले मेरो महिमा देखे भनेर यहाँ येशू क्रिस्टले घोषणा गर्दै हुनुहुन्छ। यसैयाले परमेश्वरको महिमा देखे, जुन क्रिस्टको अनुसार क्रिस्टको महिमा थियो, यसैयाको अनुसार सुसमाचार। त्यही भएर यसलाई यसैयाको सुसमाचार भन्न सकिन्छ। र यसलाई यूहन्ना 12:41 यो कुरालाई एकदमै राम्रोसित भनेको पाउँछौँ। भनेपछि येशू क्रिस्ट पुरानो नियममा कसरी हुनुहुन्थ्यो, येशू क्रिस्टको गतिविधि पुरानो नियममा हामीले एकदमै राम्रोसित देख्छौँ। त्यही भएर मोसाको व्यवस्थामा, अगमवक्ताहरूको पुस्तकमा र भजनको पुस्तकमा येशू क्रिस्टले भन्नुभयो इमाउसको बाटोमा मेरो बारेमा हो। येशू क्रिस्ट बिना पुरानो करार चाहिँ अधुरो छ, अपूर्ण छ भनेर हामीले एकदमै राम्रोसित देख्न सक्छौँ है। म फेरि पढिदिन्छु, यसको कन्टेक्स्ट के हो हेर्नु है त। यूहन्ना 12को हामी कहाँदेखि पढौँ, 37देखि पढौँ है त। उहाँले तिनीहरूको थियो तापनि तिनीहरूले उहाँमाथि विश्वास गरेनन्। यो आवश्यक थियो कि यसैया अगमवक्ताको वचन पूरा होस्, हे परम प्रभु हाम्रो सन्देश कसले विश्वास गर्यो अनि परमप्रभुको बाहुबल कसलाई प्रकट गरियो। यसकारण तिनीहरूले विश्वास गर्न सकेनन्, किनभने यसैयाले फेरि यसो भनेका छन्, उहाँले तिनीहरूका आँखा बन्द गरिदिनु भएको छ र तिनीहरूका हृदय कठोर पारिदिनु भएको छ। यसरी तिनीहरूले आँखाले देखुन् नदेखुन् अनि हृदयले नबुझुन्, नत्र तिनीहरू फर्कने छन् र मैले तिनीहरूलाई निको पार्नुपर्छ। यसैयाले यी कुरा भने किनकि तिनले उहाँको महिमा देखे र उहाँको विषयमा भने, अर्थात् येशू क्रिस्टको बारेमा भनेको कुरा हामीले एकदमै राम्रोसित पाउँछौँ है। बुझ्नुभयो नि? भनेपछि यो चाहिँ येशू क्रिस्टको बारेमा हो भने यहाँ उहाँ भनेको येशू क्रिस्ट हो है। किनभने परमेश्वरको महिमा देखे भने त के अनौठो भयो त होइन, यसैयाले त देखेका थिए, तर यहाँ येशू क्रिस्टको महिमा देखे भन्ने कुराले धेरै कुरा फरक पार्दछ। इङ्ग्लिस बाइबलमा के लेखेको छ यो नै, कस्तो अनौठो सुन्ने के पहिला पढेको भन्दा। पहिला बाइबलमा धेरै अर्कै थियो, अहिले धेरै संशोधन भएको छ क्या है। ल अब मलाई थाहा छैन यो नेपाली बाइबलले किन यस्तो गर्यो। इङ्ग्लिसमा हेर्नु त, यहाँ यसरी लेखेको छ, Isaiah saw this because he saw Jesus' glory and spoke about him। अनि नामै तोकिएको छ क्या इङ्ग्लिसमा, येशूको महिमा भनेर। यहाँ चाहिँ उहाँ मात्र भनिएको छ क्या। अब यो किन यस्तो गर्यो मलाई थाहा भएन, तर यहाँ येशू नै भने भए अझ स्पष्ट हुन्थ्यो क्या। किनकि तिनले येशूको महिमा देखे र उहाँको विषयमा भने भनेर भनेको भए हुन्थ्यो। हेर्नु इङ्ग्लिस बाइबलमा तपाईँले हेर्नुभयो भने येशूको नामै टोकेर भनेको हामीले पाउँछौँ है। अब नाम चाहिँ तोकिएको छैन नेपाली बाइबलमा। अब खै के हो यो, ल जे जस्तो भए पनि यो येशू क्रिस्टको बारेमा भन्न चाहिँ तपाईँहरूले बुझ्नु पर्यो। यसैया परमेश्वरको महिमा र अद्भुतमा कापे होइन, डराएको थियो नि। पत्रुस येशूको पाउमा कापेर भने कृपया मबाट टाढा जानुहोस्, हो किन? पत्रुसले भेट्दा पनि येशू क्रिस्टलाई भेट्दाखेरि के भन्नुभयो, प्रभु मबाट जानुहोस् किनभने म पापी मानिस हुँ। हेर्नु त्यो सन्दर्भ र यसैयाको सन्दर्भ एउटै हो क्या। जब परमेश्वर हाम्रो नजिक आउनुहुन्छ, पापहरू हामीले सगरमाथा जस्तै ठुल्ठुलो देख्छौँ र हामीलाई डर लाग्छ क्या। र पत्रुस पनि एकदमै डराएको हामीले पाउँछौँ। र येशू क्रिस्टले के भन्नुभयो, नडराऊ, आजदेखि तिमीले मानिसहरूलाई पक्रिने छौ, तिमीलाई म मानिसको मछुवा बनाउने छु भनेर भन्नुभएको हामीले पाउँछौँ। अनि त्यहाँ पनि यसैया एकदमै कन्टेक्स्ट किन मिलेको भने यसैयालाई पनि त्यहाँ कमिसन गर्दैछ क्या यस्तो समाचारको लागि जाऊ भनेर। येशू क्रिस्टले पत्रुसलाई पठाउनु र यसैयालाई परमेश्वरले पठाउनु र डराउनु, त्यो सबै एकदमै मिल्दोजुल्दो छ। यो यदि तपाईँले लुका 5 अध्याय प्रचार गर्नुहुन्छ भने यसैयाको सन्दर्भ ल्याउनु पर्यो है।
येशूको दाबी विश्वसनीय छ, परमेश्वरको अवतार र परमेश्वरको महिमा, जस्तै पाप क्षमा गर्ने येशूको अधिकार। र यसैयामा नि एकदमै हामीले के पाउँछौँ, उसको ओठ जिब्रो अपवित्र भएको छ र चिन्ताले, सराफीहरूले चिन्ताले ल्याएर उसको जिब्रोमा छुवाइदिन्छ र के भन्छ, तिम्रो पाप शुद्ध भयो, प्रायश्चित भयो भन्छ। त्यसरी नै येशू ख्रीष्टले के भन्नुभयो कि मानिसको पुत्रलाई पाप क्षमा गर्ने, पृथ्वीमा पाप क्षमा गर्ने अधिकार छ भन्नुभयो नि। त्यो सन्दर्भ पनि एकदमै मिल्दोजुल्दो छ। ल अब अर्को एउटा पल्टाउँ। पक्नै यो भन्दा अगाडि मैले यहाँ लेखेको छैन, एउटा पल्टाउँ। 1 कोरिन्थी 10 अध्याय पल्टाउनुहोस्। 1 कोरिन्थी 10 अध्याय। एक कोरिन्थी 10 अध्यायको पढौँ है त। भाइ हो, तिमीहरूले यो कुरा जान भनी म चाहन्छु कि हाम्रा पुर्खाहरू सब बादल मुनि थिए र सबै समुद्रको बीचबाट भएर गए, अनि मोसामा तिनीहरू सबैले बादल र समुद्रमा बप्तिस्मा पाएका थिए। सबैले एउटै आत्मिक भोजन खाए, सबैले आत्मिक पानी पिए, किनकि तिनीहरूका साथसाथै हिँड्ने आत्मिक चट्टानको पानी तिनीहरूले पिए, र त्यो चट्टान चाहिँ को हुनुहुन्छ, क्रिस्ट नै हुनुहुन्छ। ल यो त अब मैले भनिराख्नु परेन क्या है, त्यो चट्टान चाहिँ क्रिस्ट हुनुहुन्छ अरे क्या। भनेपछि जुन पुरानो नियममा है याहवे ज्युरियल भन्छ, ज्युरियल भनेको चाहिँ परमप्रभु मेरो चट्टान हिब्रू भाषामा, जुन चट्टानबाट पानी निस्किएको थियो मोसाले हिर्काउँदाखेरि हैन, त्यही भएर कतिजनाले भन्छ कि मोसालाई एकचोटि हिर्काउ भनेको दुईचोटि हिर्काएको, त्यही भएर मोसा चाहिँ परमेश्वरमा अनाज्ञाकारी भएको। र कतिजनाले के भन्छ भने त्यो चट्टान येशू ख्रीष्ट भएकोले, येशू ख्रीष्टलाई दुईचोटि हिर्काएकोले मोसा अनाज्ञाकारी भयो भनेर त्यसैले पनि व्याख्या गर्ने चलन छ है। तर अब त्यसरी त होइन होला, तर एकदमै बाइबलमा स्पष्टसँग भन्छ कि त्यो पानी है, त्यही भएर लिभिङ स्टोन भनिएको छ नि हामीलाई पत्रुसले, होइन, हामी चाहिँ जिउँदो पत्थर के, लिभिङ स्टोन। डेभिड लिभिङ स्टोनको बारेमा थाहा छ होला नि। त्यो चट्टान चाहिँ जिउँदो थियो के, किनभने त्यहाँबाट पानी बगेको थियो के है। र त्यो चट्टान चाहिँ येशू ख्रीष्ट हो भनेर पावलले यहाँ एकदमै राम्रोसित भन्दछ। र एकदमै रोचक के छ भने, कतिजना अब यो जानकारीको लागि मात्र है, येशू ख्रीष्ट जब क्रुसमा टाङ्गिनु भयो तब के बग्यो, पानी र रगत एकैचोटि बगेको थियो नि। कतिजनाले चाहिँ त्यो पानी बगेको कन्टेक्स्ट चाहिँ यो चट्टानबाट लिन्छ क्या, टाइपोलोजी है। र येशू ख्रीष्ट चट्टान हुनुहुन्छ जसबाट पानी बग्यो, त्यो मात्र इन्ट्रेस्टिङ होइन। अर्को इन्ट्रेस्टिङ के हो भने, जब मोसाले परमेश्वरको महिमा हेर्न चाहेका थिए र परमेश्वरले भन्नुभयो कि ठिक छ, तँलाई म मेरो महिमा प्रकट गर्नेछु, तर तैँले मेरो अनुहार हेरेर जीवित रहन सक्दैन, तैँले मेरो पछाडिको भाग मात्र देख्नेछ, किनभने मेरो अनुहार हेरेर कोही पनि मानिस जीवित रहन सक्दैन। र के भन्नुभयो, जब परमेश्वरको महिमा तिमीबाट भएर जानेछु, म तँलाई छोप्नेछु र तँलाई एउटा चट्टानमा बसाल्नेछु भनेर वचनमा एकदमै लेखिएको छ। र जब म तँबाट भएर जान्छु, तँलाई म छोप्नेछु र अगाडि गइसकेपछि म मेरो हात तँबाट उगार्नेछु र तैँले मेरो पछाडिको भाग देख्नेछ भनेर मोसालाई भन्नुभएको थियो है परमेश्वरले। र त्यही अनुरूप मोसाले परमेश्वरको महिमा पछाडिबाट मात्र देखे। र एकदमै रोचक के हो भने, जुन चट्टानमा मोसालाई बसालिएको थियो नि, त्यो पनि येशू ख्रीष्ट हो क्या। हामीले परमेश्वरमा उभिने साहस, परमेश्वरको महिमा हेर्नको निम्ति उभिनको लागि हामीलाई चाहिने आधार भनेको येशू ख्रीष्ट हुनुहुन्छ। येशू ख्रीष्टमा बाहेक हामीले परमेश्वरलाई हेर्न सक्दैनौँ। त्यो चट्टानमा त्यो ढाँडो भन्छ नि होइन, त्यो चट्टान हो क्या, चट्टानको ढाँडो त्यहाँ मोसा उभियो र परमेश्वरको महिमा देखियो। त्यसरी नै हामीले पनि परमेश्वरको महिमा हेर्नु छ भने येशू ख्रीष्टमा आधारित हुनु पर्यो, येशू ख्रीष्टमा उभिनु पर्यो। उहाँमा बाहेक
उहाँमा नउभिकन उहाँमा आधारित नभइकन हामी परमेश्वरलाई देख्न सक्दैनौँ। त्यही भएर बाटो सत्य र जीवन म हुँ, मद्वारा बाहेक कोही पनि पिता कहाँ जान सक्दैन भनेको त्यो ढोका म नै हुँ, भेडाहरू मबाट छिर्यो भने मात्रै बाँच्नेछ भनेपछि येशू ख्रीष्ट मन्दिर र मन्दिरको ढोका हुनुहुन्छ क्या। र उहाँले मात्र हामीलाई परमेश्वरसँग साक्षात्कार गराउन सक्नुहुन्छ र उहाँद्वारा उहाँमा रहेर उहाँमा उभिएर मात्र हामी साक्षात्कार गर्छौँ। र अर्को इन्ट्रेस्टिङ कुरा येशू ख्रीष्टलाई के भनेको छ, कुनै ढुङ्गा भनिएको छ नि एफिसी 2 अध्यायमा कि मण्डली चाहिँ के माथि बसालिएको छ, प्रेरितहरूको शिक्षा, अगमवक्ताहरूको शिक्षा र येशू ख्रीष्ट चाहिँ कुनै ढुङ्गा हुनुहुन्छ है। त्यहाँ पनि येशू ख्रीष्टलाई ढुङ्गा भनिएको छ। त्यो ढुङ्गाले चाहिँ सम्पूर्ण बिल्डिङको वेटलाई, भारलाई थाम्ने ढुङ्गालाई कुनै ढुङ्गा, कोर्नर स्टोन भनेर भन्दछ है। र अर्को इन्ट्रेस्टिङ येशू ख्रीष्टलाई ढुङ्गा कहाँ भनिएको छ, भवन निर्माणकर्ताले जुन ढुङ्गालाई रद्द गरे त्यो नै कुनाको शिर ढुङ्गा बन्यो, अर्थात् कोर्नर स्टोन बन्यो। त्यहाँ पनि येशू ख्रीष्टलाई चट्टान भनिएको छ। र पुरानो नियममा धेरै ठाउँमा परमप्रभु मेरो चट्टान हुनुहुन्छ भन्ने जति पनि इमेजरी, जति पनि हामीले देख्ने त्यो मेटाफोरहरू चाहिँ सबै येशू हुनुहुन्छ भनेर हामीले एकदमै राम्रोसित देख्छौँ हैन। एउटा भजन पनि छ नि, पर्वतहरूतिर म आफ्नो आँखा लगाउँछु, मेरो गुहार कहाँबाट आउँछ, परम प्रभुबाट नै आउँछ। ओ त्यो पर्वतहरू भनेको येशू ख्रीष्ट हुनुहुन्छ, जसबाट पानी बग्यो, जो मण्डलीको कोर्ने ढुङ्गा भयो। र यहुदीहरूले त्यो ढुङ्गालाई रद्द गरेका थिए, तर त्यो नै लास्टमा उनीहरूको त्यो भनेको चाहिँ यहुदीहरूले जसलाई मारेका थिए त्यो नै मसीह भयो भनेको क्या। उनीहरूले त्यत्रो वर्षसम्म पर्खिरहेको मसीहलाई मार्यो उनीहरूले साधारण ढुङ्गा भनेर मारेको थियो, तर लास्टमा त्यो नै इजरायलको कोने ढुङ्गा अर्थात् मसीहलाई मार्यो भन्ने अर्थ लाग्छ। र त्यही चट्टानबाट चाहिँ जिउँदो पानी बगेको हामीले पाउँछौँ। र यूहन्ना 4 मा पनि हामीले पाउँछौँ, यो पानी पिउने फेरि तिर्खाउने छ, तर जुन पानी म दिन्छु त्यो त्यसमा उम्रिरहने पानीको मूल बन्नेछ है। अर्थात् पानी येशू ख्रीष्टबाट बहन्छ भन्ने कुरा हामीले देख्छौँ। पानी चाहिँ पवित्र आत्मा हुनुहुन्छ, तर पवित्र आत्मा दिने चाहिँ येशू ख्रीष्ट भएकोले त्यो पानी चाहिँ येशू ख्रीष्टबाट बहने कुरा एकदमै हामीले राम्रोसित देख्छौँ। र यसरी येशू ख्रीष्ट चाहिँ चट्टानको पानी पनि चट्टान पनि भयो, येशू ख्रीष्ट मन्ना पनि हुनुहुन्छ, मन्ना जस्तो हैन। यूहन्ना 6 अध्यायमा कि तिमीहरूको पिता पुर्खाले मन्ना खाए तर मरे, तर जीवनको रोटी उहाँ चाहिँ स्वर्गबाट ओर्लिआएको रोटी, उहाँ चाहिँ मन्ना जस्तो पनि हो, मन्ना जस्तो मन्ना भन्दा माथि पनि हुनुहुन्छ क्या। मन्ना खाएर मानिसहरू मरे, तर उहाँलाई खाने मर्ने छैन, जुन उहाँको देह हो, जुन जीवनको रोटी हो भनेर उहाँले एकदमै राम्रोसित भन्नुभयो। अब यस्तो टाइपोलोजीहरू कति छ क्या बाइबलमा। अब सबैको एक्सप्लेन गर्न सक्दिनँ म, टाइम छैन। तर तपाईँहरूले अब बाइबल पढ्दाखेरि चाहिँ येशू ख्रीष्टलाई खोज्ने, येशू ख्रीष्टलाई भेट्टाउने नियतले, येशू ख्रीष्टलाई देख्ने नियतले खोज्नु पर्यो। पवित्र आत्मा परमेश्वरले बाइबल यसरी दिनुभएको छ कि येशू ख्रीष्टको महिमाको लागि। अब सबै ठाउँमा येशू ख्रीष्ट यहाँ छ भनेर लेखिएको छैन कि। यी कतिवटा उदाहरणहरूले, मैले हिजो अस्तिदेखि भन्दै आएको उदाहरणले देखाउँछ कि अब हेर गएर खोज, पुरानो नियममा येशू ख्रीष्टलाई खोज भनेर पवित्र आत्माले एकदमै स्पष्टसँग हामीलाई निर्देशन दिँदै हुन्छ। जसको कान छ त्यसले सुनोस्, पवित्र आत्मा के भन्दै हुनुहुन्छ भनेर भन्छ नि। ओ हामीलाई चाहिँ पवित्र आत्माले, हामी बाइबलका विद्यार्थीहरू भएकोले येशू ख्रीष्टलाई पुरानो नियममा खोजेर निकालेर भेटाएर मण्डलीलाई प्रचार गरिदेऊ भनेर के। र उहाँले सबै लेखेको भए बाइबल कत्रो हुन्थ्यो होला है, सबै लेख्ने त्यो छैन। तर तपाईँहरूले अब डाइरेक्ट लेख्ने चाहिँ, लेखिएको डाइरेक्ट लेख्ने चाहिँ हामीले पढ्यौँ, तर इनडाइरेक्ट कति छ के है। हो त्यो इनडाइरेक्ट कुराहरू हामीले खोज्नु पर्यो। कसरी येशू ख्रीष्ट त्यो हुनुहुन्छ, पुरानो नियममा भएको तीहरू एकदमै राम्रोसित खोज्नु पर्यो। नयाँ करारमा जति पनि उद्धरण गरिएको छ, कोट गरिएको छ, त्यो त एकदम स्पष्ट छ, तर कोट नगरिएको कुराहरूलाई पनि एकदमै हामीले खोज्न सक्नुपर्छ। अब एउटा पद पढौँ, त्यसपछि हामी ब्रेक लिनेछौँ है त।
ल पल्टाउनु त यहुदा 1:5 पल्टाउनुहोस् त। अब यहाँ पनि नेपाली बाइबलमा सायद येशू भनेर लेखेको छैन होला, तर इङ्ग्लिस बाइबलमा चाहिँ लेखेको छ। पढ्नु त। म पढ्दैछु। तिमीहरूले यी सबै कुरा यहुदा 1:5 हैन, तिमीहरूले यी सब कुरा एकपल्ट जानेका थियौ, तापनि अहिले म तिमीहरूलाई याद दिलाउन चाहन्छु कि मिश्र देशबाट बचाएर ल्याएका मानिसहरूमध्ये विश्वास नगर्नेहरूलाई परमप्रभुले पछिबाट नष्ट पार्नुभयो। ओ ल यो परमप्रभु भनेको छ नि कतिवटा बाइबलमा चाहिँ येशू क्रिस्ट हो क्या है। अब नेपाली बाइबल चाहिँ आरएसपीबाट ट्रान्सलेट गरिएको हो क्या, न्यू रिभाइज भर्सन है। तर ग्रिकमा हेर्नुभयो भने चाहिँ यहाँ येशू छ क्या। कतिजनालाई येशूले नष्ट गर्नुभयो भन्ने छ क्या है। अब ग्रिकमा पनि यहाँ येशू नै छ क्या है। भनेपछि उजाड स्थानमा चट्टानबाट पानी निस्केको र कतिजनाले चाहिँ के भन्छ भने यो येशू क्रिस्ट चाहिँ परमप्रभुको दूत जस्तै हो। तपाईँलाई थाहा छ नि, जब यसैया एक दिन यसैया होइन सरी यहोशू एक दिन होइन चिन्तामा बसिरहेको हुन्छ र राति चाहिँ एकजना स्वर्गदूत आएर तरवार फुटेर यहोशू कहाँ आउँछ क्या। र यहोशूले भन्छ कि तपाईँ कसको पक्षमा हुनुहुन्छ, हाम्रो पक्षमा कि शत्रुको पक्षमा। र त्यो स्वर्गदूतले के भन्छ, म परमप्रभुको कप्तानको सेना हुँ, अर्थात् के भन्छ सेनाको कप्तान हो भनेर भन्छ क्या। र यहोशूले आफ्नो जुत्ता फुकाल्छ क्या र दण्डवत गर्छ है। भनेपछि त्यो चाहिँ परमप्रभुको दूत हो क्या, द एन्जल अफ द लर्ड है। भनेपछि कतिजना विद्वानहरूले के भन्छन् भने येशू क्रिस्ट चाहिँ त्यो एन्जल अफ द लर्ड अर्थात् परमप्रभुको दूत हुनुहुन्छ भनेर भन्छ। र त्यही दूतले हो जसले उजास्थानमा जतिले अनाज्ञाकारी गरे तिनीहरूलाई प्रहार गरेको थियो। किनभने त्यहाँ के लेखेको छ, हेर म मेरो दूतलाई तिम्रो अघि अघि पठाउने छु। अब त्यो यूहन्नाको बारेमा पनि भनिएको हो है, तर एन्जल अफ द लर्ड चाहिँ त्यो स्वर्गदूत चाहिँ विशेष थियो क्या। अब त्यसलाई चाहिँ येशू क्रिस्ट भनेर मानिन्छ। तर जे भए पनि ग्रिकमा चाहिँ यो परमप्रभु भन्दा नि येशू क्रिस्ट भनेर लेखिएको छ है। ल यो चाहिँ त्यति इम्पोर्टेन्ट छैन लास्टको यो या के भन्छ यहुदाको, तर यहाँ चाहिँ तपाईँहरूले त्यति मात्र बुझ्नु होला है। ल केही प्रश्न छ भने भन्नुहोस्, 3 मिनटमा हामी ब्रेक लिनेछौँ त्यसपछि। सर त्यो अघि यौना 8:41 येशू जिजस भनेर इङ्ग्लिसमा भन्नुभयो। मैले त्यो इएसपी एनएलटीतिर हेर्दा चाहिँ एनएलटीमा चाहिँ मसाया ग्लोरी भन्ने रहेछ। मैले अरू एनकेजेबी केजेबीमा हेर्दा चाहिँ त्यो उयो भेटिनँ सर। तपाईँले कुन ट्रान्सलेसन हेर्नुभयो? मसाया भनेपछि पुगिहाल्यो, त्यही मसाया नै हो क्या। तर मैले हेरेको चाहिँ कुन भने एनआइबी हो क्या। एनआइबीमा के छ, एनआइबीमा हेर्नु त 41 हो। एनआइबीमा चाहिँ जिजस रहेछ कि। मैले केजेबी हेरेको, केजेबीमा चाहिँ र केजेबी एनकेजेबीमा चाहिँ रहेन रहेछ कि। के लेखा छ केजेबीमा चाहिँ किम जेम्समा चाहिँ दिस थिङ्स सेट एसया वेन स हिज ग्लोरी मात्रै भन्छ। त्यही त यो होइन के नेपाली बाइबलले नि भन्न खोजे त येशू नै हो क्या। उनीहरूले येशू होइन त भनेको होइन क्या। तर यहाँ तोकिएको र नतोकिएको मात्र कुरा हो क्या। सिधै यहाँ येशू नै लेखिदिनु भयो भए अझ तपाईँहरू पढ्नेहरूलाई, हामी पढ्नेहरूलाई एकदम सहिलो हुन्थ्यो क्या, ठ्याक्कै देख्थ्यौँ क्या। तर यहाँ उहाँ भनेपछि कतिजना चाहिँ यहाँ परमप्रभु नै बुझ्छ। अब यदि यसैयाले परमेश्वरको महिमा देखेको भए के अनौठो भयो त, के अनौठो भयो त? किनभने पुरानो नियममा देखेको नयाँ करणमा हो। येशू भनेपछि चाहिँ एकदमै फरक भयो क्या है, नामै एनएलटीमा चाहिँ सर एनएलटीमा चाहिँ स्पोकन अफ द मसाया ग्लोरी भनेको छ। तर अब जस्तो इङ्ग्लिसमा चाहिँ हामी अलिक पुरानो होइन फर्स्टै अब केजेबी एनकेजेबी नै भन्छौँ नि होइन, हिब्रूसँग अलिकति क्लोज भएको भन्ने मैले बुझेको है सर। अनि केजेबीमा एनकेजेबीमा चाहिँ किन लेखेन भन्ने मलाई क्युरियोसिटी भयो। होइन सबैभन्दा एकाडेमिक केजिबी त धेरै पुरानो भएन, त्यसमा पनि त्यति त्रुटि त्यसमा नि के भन्छ त्यो सिद्ध त छैन। तर
स्कलरली मान्ने ग्रिकसँग सबैभन्दा नजिक मान्ने चाहिँ एनआइभी र इएसपी नै हो क्या, ग्रिकबाट ट्रान्सलेट भएको चाहिँ। त्यही भएर मसाया भन्नु र येशू ख्रीष्ट भन्नु उस्तै हो। तर यहाँ प्रोनाउन चलाउनु चाहिँ ठिक भएन के। प्रोनाउन चलाएको छ नि नेपाली बाइबलमा नि। प्रोनाउन भनेको सब उपनाम के भन्छ, सर्वनाम, नामको सट्टामा प्रयोग हुने। येशूको सट्टामा उहाँ लेख्नु भयो क्या। त्यही भएर नामै तोकेको भए धेरै राम्रो हुन्थ्यो। अब नयाँ बाइबल आउँदाखेरि नाम तोकेको भए धेरै राम्रो। अब तपाईँ त्यसमा के छ भने त टिएसबीमा के छ भने त टिएसबीमा सायद टिएसबीमा येशू लेखेको छ कि। टिएसबी चाहिँ अलि यो नेपाली बाइबल भन्दा टिएसबी चाहिँ अलिकति गतिलो जस्तो लाग्छ मलाई चाहिँ। टिबिएस ESV इङ्ग्लिस स्ट्यान्डर्ड भर्जन। अब यहाँनिर चाहिँ नै भनौँ न, अब त्यो त ठिकै छ, तर कन्टेक्स्ट हेर्दै गर्दा त येशू ख्रीष्टले चाहिँ कुरा गर्दै हुनुहुन्छ त, येशू ख्रीष्टको बारेमा कुरा हुँदैछ नि त। होइन, कन्टेक्स्ट त सबैले बुझिसकेको छ कि येशू नेपाली बाइबलमा नि येशू नै हो क्या। तर नाम कसैले नाम प्रयोग गरे, कसैले सर्वनाम प्रयोग गरे, त्यो चाहिँ अचम्म क्या। टिबिएसमा के लेखा छ भने त टिएसबी कि टिबिएस? कोहीसँग छैन टिबिएस? त्यहाँ पनि नेपाली सर, उहाँको महिमा भनेर लेखेको छ। हजुर, नेपाली उहाँको टिबिएस। महिमा भनेर उहाँ नै युज गरेको छ। ए उहाँ नै उहाँको नाम महिमा, प्रयोग गरेको छैन? हजुर, उहाँको महिमा देखेर उहाँको विषयमा बोल्दाखेरि यसैले यी कुराहरू भने। एटलिस्ट के गर्न सकिन्छ भने यदि अब सर्वनामै प्रयोग गरे, सर्वनाम प्रयोग गरेर ब्र्याकेटमा चाहिँ येशू राखिदिएको भए हुन्थ्यो क्या। किनभने यहाँ त येशू नै बोल्दै हुनुहुन्थ्यो क्या न। एकदमै कन्टेक्स्ट त एकदमै येशूकै बारेमा हो, त्यसमा त कुनै विवाद छैन। सबै ट्रान्सलेसनले येशू नै भनेको छ। नाम तोक्नु चाहिँ अब धेरै उत्तम हुन्थ्यो मेरो विचारमा भन्ने हो है। ल ल हामी ब्रेक गरौँ, त्यसपछि हामी नयाँ विषय पढ्नेछौँ है, टाइपोलोजी। ल ल यो के भन्छ, उत्पत्ति 22 अध्यायको एउटा पढिहाल्यो है, यो नपढिकन चाहिँ अधुरै जस्तो लाग्यो मलाई। उत्पत्ति 22 अध्यायको 18 पद, यो जुन अब्राहम पास भइसकेपछि 15देखि पढौँ है त। परमप्रभुका दूतले दोस्रो पल्ट स्वर्गबाट अब्राहमलाई कराएर भने, परमप्रभु भन्नुहुन्छ, मैले आफ्नै नाउँमा शपथ खाएको छु कि तैँले तेरो काम गरेकोले र तेरो छोरा अर्थात् तेरो एउटै छोरालाई पनि मबाट नरोकेकोले म निश्चय नै तँलाई आशिष दिनेछु। तेरो सन्तानको वृद्धि गरेर आकाशका तारा र समुद्र किनारका बालुवा सरह म तुल्याउने छु। तेरो सन्तानले आफ्ना शत्रुहरूका सहरहरू कब्जा गर्नेछन्। अब 18 पदमा, तेरै सन्तानद्वारा पृथ्वीका सबै जातिहरू आशीर्वादी हुनेछन्, किनकि तैँले मेरो वचन पालन गरिस् है। अब यो कहाँ कोट गरिएको छ, कहाँ उद्धृत गरिएको छ? गलाती 3:16 पल्टाउँ त अब है। तेरो सन्तानद्वारा पृथ्वीका सबै मानिसले आशीर्वाद पाउनेछ भनेर। गलाती टाइपोलोजी यसरी गर्ने के, पुरानो करारलाई जब नयाँ करारमा उद्धृत गर्छ तब हामीले एकदमै त्यहाँ येशू ख्रीष्टलाई देख्न सक्नुपर्छ। गलाती 3:16 है त। हामी 6देखि नै पढौँ है त। अब्राहमलाई नै हेरेर उनले परमेश्वरमा विश्वास गरेथे र यो उनको निम्ति धार्मिकता गनिएको थियो। यसकारण तिमीहरूले यो जान कि जसले विश्वास गर्छन् तिनीहरू नै अब्राहमका सन्तान हुन्। परमेश्वरले अन्य जातिलाई विश्वासद्वारा धर्मी ठहराउनुहुन्छ भन्ने धर्मशास्त्रले पहिलेदेखि नै देखेर अब्राहमलाई तँमा नै सबै जातिले आशिष पाउनेछन् भन्ने यहाँ सुसमाचार शब्द चलाइएको छ हेर्नु है। पुरानो नियममा नि सुसमाचार थियो के, सुसमाचार अघिबाट नै सुनाइयो। यसकारण विश्वास गर्ने मानिसहरूले विश्वासी अब्राहमसँगै आशिष पाएका छन्। व्यवस्थाका कामहरूमाथि भर पर्ने सबै श्रापित छन्, किनकि धर्मशास्त्रमा यस्तो लेखिएको छ, व्यवस्थाको पुस्तकमा लेखेका सबै कुरामा नरहने र ती पालन नगर्ने हरेक श्रापित हुन्छ है। त्यो श्राप येशू ख्रीष्टले भोग्नु भयो भनेर गलाती 3 अब फेरि भन्नुहुन्छ पावलले। परमेश्वरको दृष्टिमा व्यवस्थाबाट कोही मानिस धर्मी ठहरिँदैन भन्ने कुरा प्रत्यक्ष छ, किनभने धर्मी चाहिँ विश्वासद्वारा नै जिउने छ।
व्यवस्था चाहिँ विश्वासमाथि आधारित छैन, बरु जुन मानिसले यी काम गर्छ त्यो तिनैद्वारा जिउनेछ। हाम्रा निम्ति शराब बनेर क्रिस्टले हामीलाई व्यवस्थाको शराबबाट मोल तिरेर छुट्याउनु भयो, किनकि काठमा झुन्डिने हरेक श्रापित हुन्छ भन्ने लेखिएको छ। उहाँले हामीलाई मोल तिरेर छुट्याउनु भयो ताकि अब्राहमलाई दिएको आशिष क्रिस्ट येशूद्वारा अन्य जातिहरूमा आओस् र हामी विश्वासद्वारा प्रतिज्ञाका पवित्र आत्मा प्राप्त गर्न सकौं। अब 15 पदमा, भाइ हो, प्रतिदिनको जीवनबाट एउटा उदाहरण दिए। एकचोटि पक्का भइसकेपछि मानिसले बनाएको इच्छा पटक कसैले रद्द गर्न सक्दैन, न त त्यसमा केही थप्न सक्छ। प्रतिज्ञाहरू अब्राहम र उनका सन्तानलाई दिएका थिए। धर्मशास्त्रले सन्तानहरूलाई भन्दैन, यसले त धेरै मानिसहरूको संकेत दिन्छ, तर धर्मशास्त्रले तिम्रो सन्तानलाई भन्छ। यसले एकजना मानिसको मात्र संकेत गर्छ जो ख्रीष्ट हुनुहुन्छ। बुझ्नुभयो नि? उत्पत्ति 22 अध्यायको 18 पदलाई यहाँ पावलले उद्धृत गरेर भन्दै हुन्छ कि अब्राहमलाई जुन प्रतिज्ञा गरिएको छ, तेरो सन्तानद्वारा पृथ्वीका सबै मानिसले आशीर्वाद पाउनेछ भनेर, त्यो चाहिँ येशू ख्रीष्ट हुनुहुन्छ भनेर एकदमै राम्रोसित यहाँ पावलले भन्दै हुनुहुन्छ है। त्यही भएर गलातीको र रोमीको पुस्तक बुझ्नलाई यो एकदमै बुझ्नुपर्छ। अब्राहमको बारेमा धेरै चलाइएको छ है। अब यहाँ अझै के भन्छ, तर धर्मशास्त्रले तिम्रो सन्तानलाई भन्छ, जसले एकजना मानिसको मात्र संकेत दिन्छ जो ख्रीष्ट हुनुहुन्छ। मेरो भनाइको अर्थ यो हो कि 430 वर्षपछि आएको व्यवस्थाले त्योभन्दा अघि परमेश्वरले पक्का गर्नुभएको करारलाई काट्दैन, न तथा प्रतिज्ञा रद्द भइजाने थियो। किनकि उत्तराधिकार व्यवस्थाद्वारा पाइने हो भने व्यवस्था प्रतिज्ञाद्वारा पाइने कुरै आउँदैन। तर परमेश्वरले प्रतिज्ञाद्वारा नै अब्राहमलाई यो दिनु भएको हो है। भनेपछि पुरानो नियममा जब अब्राहमलाई तेरो सन्तानद्वारा पृथ्वीका सबैले आशीर्वाद हुनेछ भनेको, त्यो बेला नै येशू ख्रीष्टको यो भविष्यवाणी हो क्या। येशू ख्रीष्ट आएपछि यो आशिष चाहिँ यहुदीमा मात्र होइन कि अन्य जातिमा पनि आउनेछ। त्यही भएर यदि येशू ख्रीष्ट नआएको भए हामी कहिले पनि इजरायल हुने थिएनौँ। हामी अन्य जातिहरू कहिले पनि परमेश्वरको करारमा हामीले प्रवेश पाउने थिएनौँ क्या है। अन्य जातिहरूले पनि अर्थात् संसारले नै येशू ख्रीष्ट आएपछि आशीर्वाद पाएको भन्ने कुरा हामीले देख्छौँ है। ल ठिक छ, हामी नयाँ विषयमा जाउँ है। ल यो विषयमा केही सोध्नु छ भने भनौँ। आजदेखि हामी नयाँ टपिक सुरु गर्न गइरहेका छौँ। अब ल आजदेखि हामी प्रकारशास्त्र अर्थात् टाइपोलोजी सुरु गर्न गइरहेका छौँ। टाइपोलोजी भनेको के हो भनेर तपाईले स्क्रिनमा देख्न सक्नुहुन्छ है। यसलाई चाहिँ मैले नेपाली भाषामा प्रकारशास्त्र भने, प्रकार हो है, प्रकाश होइन, प्रकार भनेको चाहिँ टाइप, अर्थात् टाइपोलोजी भनेको चाहिँ यसरी बुझौँ। पुरानो करारमा येशू ख्रीष्टको पाइलाहरू भनेर बुझ्नु के टाइपोलोजी भनेको। येशू ख्रीष्ट हिँड्नु भएको छ के, उत्पत्तिदेखि उहाँ मलाकीसम्म हिँड्नु भएको छ है। उहाँको पाइला हरेक पुस्तकहरूमा छ क्या। तर नयाँ करारमा आएपछि चाहिँ उहाँ वास्तविकतामा आउनु भयो क्या। उहाँ हिँड्नु भएको पाइलाहरूलाई पछ्याउँदै आयो भने नयाँ करारको येशू ख्रीष्टमा आइपुग्छ है। यो चाहिँ मैले तपाईहरूलाई बुझ्नको लागि भनेको क्या। पुरानो करारमा येशू ख्रीष्टका पाइलाहरू हामी देख्छौँ र नयाँ करारमा येशू ख्रीष्ट चाहिँ वास्तविक आउनुभयो र पुरानो करारलाई हेर्दाखेरि येशू ख्रीष्ट पुरानो करारभरि यताउति हिँड्नु भएको थियो क्या है। टाइपोलोजी भनेको त्यस्तो, अर्थात् पुरानो करारमा विभिन्न तौर तरिकाले येशू ख्रीष्टलाई चित्रण गरिएको छ, प्रस्तुत गरिएको छ, येशू ख्रीष्टलाई देखाइएको छ र कतिवटा टाइपहरूद्वारा उहाँलाई व्याख्या र विश्लेषण गरिएको छ। यसरी पनि बुझौँ, पुरानो करार चाहिँ येशू ख्रीष्टको छाया हो क्या है।
नयाँ करारमा येशू ख्रीष्ट उभिनु भएको सम्झिनुहोस् र उहाँको छाया चाहिँ उत्पत्तिसम्मै छ के विभिन्न तरिकाले उहाँको छायाहरू बनिएको छ क्या तर येशू ख्रीष्ट चाहिँ वास्तविक हुनुहुन्छ है यो पनि बुझौँ पुरानो करार चाहिँ रोड म्याप जस्तो हो क्या हैन रोड म्याप भनेको तपाईहरु यदि मेरो घरमा आउनु छ भने मैले तपाईहरुलाई मेरो लोकेसन पठायो भने तपाईहरुले गुगलमा मेरो लोकेसन टाइप गर्नुहुन्छ तपाईहरुको घरदेखि लोकेसनसम्म टाइप गर्दै गुगलमा टर्न लेफ्ट टर्न राइट भन्छ हैन कता 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 पुर्याउँछ र तपाईहरुलाई त्यो सिग्नल देखाउँदै ल्याउँछ त्यसले 200 मिटर पछि यता टर्न गर उता टर्न गर भनेर र तपाईले त्यो सबै म्यापहरु फलो गर्दैपछि ठ्याक्कै मेरो घर आइपुग्छ हो पुरानो करार त्यस्तै हो के त्यो सबैले ल्याउने कहाँ हो येशू ख्रीष्टमा के र त्यसलाई विभिन्न तरिकाले देखाइएको छ जसलाई हामी धर्मशास्त्रको प्रकार शास्त्र भन्छौं प्रकार शास्त्र टाइपोलोजी टाइपोलोजी भनेको चाहिँ येशू ख्रीष्टलाई पुरानो नियममा कसरी देखाइएको छ उहाँ मानव अवतारमा शरीर धारण गर्नुभन्दा अगाडि पुरानो नियममा उहाँको पूर्व छाया पूर्व स्वरूप कसरी चित्रण गरिएको छ है अब कोही मान्छेमा हुन्छ कोही जनावरमा हुन्छ येशू ख्रीष्टलाई देखाएको कुनै हैन धेरै अरु तवर तरिकाहरू प्रयोग गरिएको छ कुनै निर्जीव कुराहरू प्रयोग गरिएको छ कुनै सजीव कुराहरू प्रयोग गरिएको छ है यसलाई हामीले एकदमै राम्रोसित देख्छौं र यो टाइपोलोजी भन्ने शब्द पनि बाइबलबाटै आएको हो के है यो चाहिँ मान्छेले बनाएको होइन ल यसरी हेरौँ यसलाई प्रकार शास्त्रको व्युत्पत्ति यो भने सुरुवात टाइपोलोजी शब्द ग्रीक नाउन है टाइपोसबाट आएको हो यसको अर्थ एक आन्धी भनेको चाहिँ हान्नु हिर्काउनु क्या है हिर्काउनु वा छाप र यसरी यस्तो कार्यद्वारा सिक्कामा बनाएको आकृति वा छाप अर्थात् मानिसको छवि आकृति वा मूर्ति मौलिक ढाँचा नमुना वा आकार पनि हुन्छ यसमा ग्रीक उपसर्ग एन्टी उपसर्ग लगाएको छ जसको अर्थ विपरीत प्रकार भन्ने हुन्छ अब यो भनेपछि बुझ्नुहुन्छ ल हेर्नु त यो स्ट्याम्प छ नि है स्ट्याम्पले के बनाउँछ यहाँ यसको एक्ज्याक्ट छाप नक्सा बनाउँछ क्या हो कि हैन ओ येशू ख्रीष्ट चाहिँ यो ओरिजिनल स्ट्याम्प हो पुरानो करारमा चाहिँ येशू ख्रीष्टले यसरी धेरै छापहरू छोड्नु भएको छ के आफ्नो पद चिन्हहरू छोड्नु भएको छ के बुझ्नु भयो नि है अब यो चाहिँ धेरै कुराको हुन्छ स्ट्याम्पको मात्र हुँदैन तपाईलाई थाहा छ नि ब्लुप्रिन्ट तपाईहरुको घरको नक्साको मेन ब्लुप्रिन्ट चाहिँ त्यो चाहिँ कपी मात्र हो के त्यसको ओरिजिनल कपी चाहिँ मालपोतमा हुन्छ के है त्यो चाहिँ मुख्य नक्सा चाहिँ तिनीहरुसँग हुन्छ र तपाईहरुलाई उनीहरुले दिने भनेको ब्लुप्रिन्ट मात्र हो के छाप मात्र हो के त्यसको नक्कल मात्र हो के हो मन्दिर पनि त्यस्तै हो स्वर्गीय मन्दिरको नक्कल र छाप छाया मात्र हो के है यो पनि छाया जस्तै हो के यसले बनाएको छाया तर रबर स्ट्याम्पमा एकदमै यहाँ कलर लाउँछ र यहाँ जे छ दुरुस्तै यहाँ बनाउँछ र ग्रीक शब्द हाइपोस्टास्टिक युनियन भन्छ हाइपोस्टासिया भन्छ यही शब्द हो के हाइपोस्टासिया भनेको इम्प्रिन्ट हो के पिताको दुरुस्त प्रतिरूप अर्थात् इम्प्रिन्ट चाहिँ येशू ख्रीष्ट हुनुहुन्छ भनेर यही टाइपोलोजीबाट पनि देखाइन्छ हाइपोस्टासिया है टाइपोस प्लस हाइपोस्टासिया भनेको हाइपोस्टास्टिक युनियन है त्यही शब्दबाट चाहिँ आएको हो र यो स्ट्याम्पमा त्यसको आकारले छाप छोड्छ टाइपोलोजीको विचार ढाँचा पुरानो करारका मानिसहरूको नयाँ करारमा संकेतहरूसँग सम्बन्धित छ जुन एक अर्थमा ख्रीष्टले के गर्नुहुनेछ भन्ने पूर्व चित्रको आकारको रूपमा सेवा गर्न ढाँचा सृजना गरिएको थियो अब यो नेपालीमा ठ्याक्कै इंग्लिशलाई नेपालीमा टाइप यो ट्रान्सलेट गर्दाखेरि कस्तो कस्तो सुनिन्छ तर तपाईहरुले एकदमै राम्रोसित के बुझ्नु पर्यो भने नयाँ करारमा जब येशू ख्रीष्ट आउनुभयो तब बल्ल बुझ्यौं के हामीले पुरानो करारमा धेरै उहाँले आफ्नो पद चिन्हहरू उहाँले छोडेर जानु भएको छ के है र त्यो पुरानो करार चाहिँ उहाँको पूर्व चित्रहरू जुन चाहिँ धेरै तरिकाले देखाइएको छ है यति बुझ्नु के तपाईहरुले है यहाँ यो पढ्दाखेरि कस्तो कस्तो सुनिन्छ त्यसतिर ध्यान नदिनु होला तर जसरी यो रबर स्ट्याम्पले आफ्नो छाप छोड्छ त्यसरी नै येशू ख्रीष्टले पुरानो करारमा धेरै छापहरू छोड्नु भएको छ त्यति बुझ्नु टाइपोलोजी भनेको बुझ्नु भयो कि भएन ठीक छ सबैले बुझ्नु भयो है त्यति मात्र बुझ्नु पुरानो करार चाहिँ येशू ख्रीष्टको
रबर स्ट्याम्पको छापहरू हो। पुरानो करारमा चाहिँ येशू ख्रीष्ट हिँड्नु भएको छ र तपाईँहरू समुद्रमा हिँड्नु भएको होला नि होइन। नेपालमा अब समुद्र छैन, त्यो बालुवामा हिँड्दाखेरि तपाईँको के बन्छ, जस्तो तपाईँको खुट्टा छ त्यस्तै छाप बन्छ क्या, हो कि न, प्रिन्ट बन्छ क्या। ओ पुरानो करारमा येशू ख्रीष्ट त्यही छापहरू छन् क्या पुरानो करारमा। ओ हाम्रो कर्तव्य, हाम्रो बाइबलीय ईश्वरशास्त्रको डिसिप्लिन अनुशासन भनेको के हो भने त्यही पुरानो करारमा येशू ख्रीष्टको छापहरू, येशू ख्रीष्टको पाइलाहरूलाई खोज्नु र येशू ख्रीष्टलाई कसरी पुरानो करारमा व्यक्त गरिएको छ त्यो कुरालाई अनुसन्धान गर्नु। र म यहाँ धेरैवटा ल्याउनेवाला छु, तपाईँहरू एकदमै अचम्ममा पर्नुहुनेछ क्या अब है। पुरानो करार येशू ख्रीष्टको बारेमा हो भनेर अझ धेरै प्रमाणित हुनेछ। अब हजारौँ छौँ है, लाखौँ छ के। अब हामी अब त्यो समय छैन, तपाईँहरूलाई म तरिका सिकाइदिन्छु, तपाईँहरूले आफैले खोज्नु पर्यो। र तपाईँहरूले अबदेखि बाइबल पढ्दाखेरि पुरानो नियममा येशू ख्रीष्टलाई खोज्न सक्नु पर्यो यो पढेपछि है। ल कुनै बुक छ यसो हजुरले रिकमेन्ड गर्ने टाइपोलोजीको बारेमा? के भन्नुभयो? ए कुनै बुक छ हजुरले यसो रिकमेन्ड गर्न सक्नुहुन्छ? यो विषय त मैले भर्खर पढाउने छु, अब कहाँबाट बुक ल्याउने? इङ्ग्लिस बुक त जति छ नि यसमा, इङ्ग्लिस भए हुन्छ। सर त्यो एक दुईवटा नाम दिनु न। हजुर जस्तो टाइपोलोजी एउटा जस्तो रिटोरिकल भन्छ नि, रिटोरिकल हजुर वर्ड भन्छ, रेटोरिकल रिटोरिकल भन्छ नि। जस्तो यसुले म ब्रेड हुँ अथवा म गोठाला हुँ भने, यो टाइपोलोजी र रिटोरिकलमा कस्तो अलिक फरक हुन्छ कि सिमिलर अथवा कस्तो यो किसिम? टाइपोलोजी अन्तर्गत आउँछ क्या रेटोरिकल। रेटोरिकल भनेको टाइपोलोजीको एउटा पार्ट हो क्या। टाइपोलोजी भनेको चाहिँ विषय हो होइन। ओ त्यो रेटोरिकल भनेको चाहिँ सानो विषय क्या। अब टाइपोलोजीमा के आउँछ भने उपमा आउँछ है, सिमिले आउँछ, त्यसपछि रेटोरिकल आउँछ, त्यसपछि प्याराबल आउँछ होइन, धेरै कुराहरू आउँछ क्या। पूर्व छायाहरू के छ, कुनै मानिसको छ, कुनै जनावरको छ, कुनै निर्जीव कुराको छ। येशू ख्रीष्टलाई पुरानो नियममा कसरी सङ्केत गरिएको छ त्यो सबै आउँछ क्या टाइपोलोजीमा है। अब बुक चाहिँ इङ्ग्लिस त छ त, जति पनि यही विषयमा लेखेको नेपाली बुक त छैन होइन। अब तपाईँहरूलाई म यहाँ 30 जति टाइपोलोजी देखाइदिन्छु, त्यो नै बुक जस्तै हुन्छ अब है। ल यो एउटा शब्द हेऱ्यो, यो कहाँबाट आएको भनेर हेर्नु। टाइपोलोजी भनेको शब्द यहाँ छ क्या, हेर्नु है। यो चाहिँ मैले यहाँ लेखिनँ क्या अरे। रोमी 5 अध्याय पल्टाउनु त। रोमी 5 अध्यायको 12 देखि 19 पढ्नु त एकजनाले। एकजना मानिसद्वारा संसारमा पाप आयो र पापबाट मृत्यु। यसरी सबै मानिसले पाप गरेका हुनाले सबै मानिसमा मृत्यु फैलियो। व्यवस्था दिन अघि पनि संसारमा पाप थियो, तर जहाँ व्यवस्था छैन त्यहाँ पापको लेखा पनि हुँदैन। आदमदेखि लिएर मोसासम्मका मानिसहरूमाथि मृत्युले राज्य गर्यो, तिनीहरूमाथि पनि जसले आदमले गरे जस्तो अपराध गरेका थिएनन्। ती आदम चाहिँ आउनु हुनेको प्रतिरूप थिए। सित्तैको वरदान र त्यस अपराधमा भयो। त्यो प्रतिरूप भन्ने शब्द छ नि, ओ त्यो चाहिँ ग्रिकमा टाइप हो क्या है। टाइप त्यहीँबाट आएको, टाइपोस है। टाइपोस भनेको तपाईँहरूलाई थाहा छ होला नि। पहिला पहिला टाइप, तपाईँले के भन्छ कम्प्युटर चलाउने टाइपो भन्ने थाहा छ नि। टाइपो भनेको पहिला पहिला कम्प्युटर आउनुभन्दा अगाडि, वर्ड डकुमेन्ट, माइक्रोसफ्ट वर्ड डकुमेन्ट आउनुभन्दा अगाडि अदालतमा जे बोलिन्छ त्यो टाइप गरिन्छ नि, टक 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 कराउँछ नि त्यो। ओ त्यसले के हजुर टाइप मास्टर भन्ने
टाइप राइटर होला नि होइन, ए टाइप टाइप राइटर। राइटर हजुर ओ त्यो ट्याक्क कराउँछ नि हो, त्यसले के गर्छ भने ए थिच्यो भने ए ठ्याक बनाउँछ क्या त्यसले। त्यो चाहिँ बिल गेट्सले माइक्रोसफ्ट बनाउनुभन्दा अगाडि संसारमा त्यही प्रचलनमा थियो र माइक्रोसफ्ट आएपछि त्यो उन्मूलन भयो है। टाइपोस भनेको चाहिँ जे छ त्यही बनाउँछ र टाइप गर्दाखेरि त्यो भनेको सबै टाइप गर्नु पर्थ्यो कि रेकर्ड गर्नु पर्थ्यो अदालतमा, त्यो चाहिँ कानुनमा गर्नै पर्ने। र तपाईँहरूले यो वर्ड डकुमेन्टमा नि टाइपोस भन्ने कता पाउनुहुन्छ, टाइपो भन्छ होइन। टाइपो भनेको चाहिँ जे छ त्यसलाई इम्प्रिन्ट गर्नु के। साँचो भन्यो भने बुझ्नुहुन्छ होला तपाईँहरूले होइन। साँचो भन्छ नि, यो के भन्छ इँटा बनाउँदाखेरि साँचो लाउँछ नि, र त्यो साँचो लगाएपछि त्यो इँटामा ठ्याक्कै त्यसको प्रिन्ट बन्छ क्या, हो कि होइन। र सुनहरूमा पनि हुन्छ, त्यो धेरै ठाउँमा युज हुन्छ क्या त्यो त्यो साँचो चाहिँ त्यो ओरिजिनल भयो र त्यसको चाहिँ टाइप बन्छ क्या। फोटोकपी भने नि हुन्छ, फोटोकपी गर्दाखेरि तपाईँसँग ओरिजिनल हुन्छ र त्यसको ठ्याक्कै जे छ त्यसको नक्कल है त्यो चाहिँ बनाइदिन्छ है। यसरी चाहिँ आएको हो। र टाइप र एन्टी टाइपमा चाहिँ के फरक छ भने हेर्नु, येशू ख्रीष्ट आदम जस्तो पनि हो तर येशू ख्रीष्ट आदमलाई पनि उछिन्ने हो क्या। टाइप भनेको चाहिँ येशू ख्रीष्ट आदम जस्तो हो है, तर एन्टी टाइप भनेको चाहिँ येशू ख्रीष्ट आदम जस्तो होइन, किनभने आदमले जे गरे येशू ख्रीष्टले गर्नु भएन है। येशू ख्रीष्ट बलिदान पनि हो, पुरानो करारको जनावर जस्तो पनि हो, किनभने उहाँ संसारको पाप उठाइलाने थुमा पनि हुनुहुन्छ, तर त्यसलाई उछिन्छ पनि के है। उछिन्छ, कसरी उछिन्छ, किनभने उहाँको बलिदान चाहिँ वर्षै पछि चढाउनु पर्ने बलिदान होइन, एकैछिनमा एक खेपमा उहाँको बलिदानले सिद्धता प्राप्त हुन्छ है। बुझ्दै हुन्छ नि। टाइप र एन्टी टाइप चाहिँ यसरी देखाइएको छ। येशू ख्रीष्ट पुजारी पनि हो है, पुजारी पनि हो उहाँ, पुरानो करारको हारुन वंशी पुजारी जस्तै हो, तर उहाँको दर्जा चाहिँ मल्कीसेदकको दर्जा भएकोले पुरानो करारका पुजारीलाई उहाँले उछिन्छ, त्यो चाहिँ एन्टी टाइप भयो है। येशू ख्रीष्ट दाउद जस्तो पनि हो, किनभने दाउदको पुत्र, तर दाउदलाई पनि उछिन्छ, दाउदले पनि उहाँलाई प्रभु भन्छ भनेपछि त्यो चाहिँ एन्टी टाइप। बुझ्दै हुन्छ नि। टाइप भनेको चाहिँ कोही जस्तो, एन्टी टाइप भनेको चाहिँ त्यसलाई पनि येशू ख्रीष्टले उछिन्नुहुन्छ क्या, अर्थात् येशू ख्रीष्टको दर्जा चाहिँ त्योभन्दा पनि माथि भनेर चाहिँ देखा। येशू ख्रीष्ट मोसा जस्तो पनि हो तर मोसा भन्दा महान पनि हो क्या है। येशू ख्रीष्ट हारुन वंशी पुजारी जस्तो पनि हो, तर उहाँको पुजारीगिरी चाहिँ हारुन वंशीलाई उछिन्ने खालको छ। अब यसरी चाहिँ देखाइएको छ भनेपछि येशू ख्रीष्ट राजा, अगमवक्ता, पुजारी पनि टाइप हो तर एन्टी टाइप पनि हो क्या, तिनीहरू भन्दा नि माथि छ है। बुझ्दै हुन्छ नि है। बाइबलीय प्रकाशशास्त्र भनेको के हो र यो केमा केन्द्रित छ, यो कुरा पहिला कुरा गरौँ होइन। प्रकाशशास्त्र भनेको प्रकार र प्रतीकहरूको अध्ययन र व्याख्या हो है। प्रतीक र अध्ययनहरू है। प्रतीक भनेको चाहिँ एक दिन तारा आउनेछ हो क्या न, तारा भनेको चाहिँ येशू ख्रीष्ट हो क्या, हो त्यो प्रतीक हो क्या। क्रुस पनि प्रतीक हो नि होइन। यसैया 53 अध्यायमा हामीले एकदमै राम्रोसित पाउँछौँ, त्यहाँ उहाँको हात खुट्टा छेडिएको हो, त्यो प्रतीक हो क्रुस है। अब धेरै प्रतीकहरू छ क्या बाइबलमा, पुरानो नियममा येशू ख्रीष्टलाई दर्शाउने, येशू ख्रीष्टको बारेमा धेरै प्रतीक र प्रकारहरू क्या है। त्यसको अध्ययन र व्याख्या गर्नु नै टाइपोलोजी हो मूल रूपमा, विशेष गरी बाइबलमा है। प्रकारशास्त्रले ऐतिहासिक व्यक्तिहरू है, व्यक्तिहरू पनि उहाँको टाइप हो, स्थानहरू उहाँको टाइप हो किनभने मन्दिर पनि उहाँको टाइप हो, वस्तुहरू उहाँको टाइप हो किनभने उहाँ दागको बोट हुनुहुन्छ, उहाँ घटनाहरूलाई जनाउँछ। अब घटना भनेपछि उहाँ योन्ना जस्तो हो क्या, जो निनवेमा गएर प्रचार गर्यो, 3 दिन र 3 रात माछाको गर्भमा बस्नुभयो हो क्या न, हो त्यो घटनाहरूलाई पनि जनाउँछ, जसले पुरानो करारमा क्रिस र उहाँको कामलाई पूर्व चित्रण गर्दछ। अर्थात् पूर्व चित्रण भनेको येशू ख्रीष्ट आउनुभन्दा अगाडिको कुरालाई प्रतीक, सङ्केत र विभिन्न तौर तरिकाले देखाइएको छ। र यो टाइपोलोजी भनेको एकदमै भास्ट विषय हो क्या है। अब तपाईँले जति गहिराइमा गएर येशू ख्रीष्टलाई पुरानो नियममा खोतलेर निकाल्न सकेर ल्याउनुहुन्छ त्यति नै टाइपोलोजी बन्दै जान्छ क्या है। बुझ्दै हुन्छ है। प्रकारशास्त्र भनेको नयाँ करारसँग पुरानो करारको सम्बन्ध कसरी एक सिद्धान्त हो, अपेक्षा र पूर्ति। अपेक्षा भनेको चाहिँ येशू ख्रीष्ट एक दिन आउनुहुन्छ भन्ने आशा हो मान्छेको,
पूर्ति भनेको चाहिँ के हो, त्यो आशा चाहिँ फुलफिल भयो क्या, त्यसले पूर्णता पायो। येशू क्रिस्टलाई जुन अपेक्षा गरिएको मसीहले पूर्णता पाएको कुरा चाहिँ हामीले देख्छौँ है। त्यही भएर इमानुएल भनिन्छ, इमानुएल पनि टाइपोलोजी हो क्या है। एक दिन इमानुएल आउनुहुनेछ, त्यो चाहिँ नामको टाइपोलोजी हो है, परमेश्वर हामीहरूसँग। त्यो इमानुएल भनेको व्यक्ति होइन नि खास, पछि येशू क्रिस्ट आएपछि पो बल्ल ए व्यक्ति पो रहेछ भनेर थाहा भयो क्या। तर इमानुएल त खास नाम हो क्या, परमेश्वर हामीहरूसँगलाई इमानुएल भन्छ। अब त्यो टाइपोलोजी चाहिँ येशू क्रिस्टमा आएपछि चाहिँ व्यक्ति बन्यो क्या हो। यसरी धेरै ठाउँमा देखाइएको छ है। अपेक्षा र पूर्ति चाहिँ एकदमै बुझ्नुपर्ने। अपेक्षा भनेको पुरानो नियममा अपेक्षा गरिएको र नयाँ करारमा त्यसले पूर्णता पाएको है। बाइबलीय प्रकार शास्त्रले कसरी पुरानो करारले क्रिस्ट, चर्च र पुरा हुने प्रकारहरू वा प्रतीकहरू मार्फत पूर्तितर्फ औल्याउँदै पूर्व चित्रण गर्छ भनेर जाँच गर्छ है। भनेपछि पुरानो करारमा कसरी क्रिस्टको बारेमा, मण्डलीको बारेमा र येशू क्रिस्टमा कसरी यी प्रतीकहरू, यी आलङ्कारिक शब्दहरू, यी उपमाहरू, यी अघि भनेको रेटोरिक जस्तै हैन, ती सबै कसरी येशू क्रिस्टमा आयो भनेर पुरा भयो भनेर यसले जाँच गर्छ क्या। यसले गहिरो अध्ययन गर्छ र येशू क्रिस्टको बारेमा ती विषयहरू हो भनेर प्रमाणित गर्ने प्रयास गर्दछ। यसले पुरानो करारका पूर्व चित्रण वा प्रतिस्थापन गर्ने प्रकारको रूपमा देखाएका घटनाहरू, व्यक्तिहरू, विषयवस्तुहरू, ढाँचाहरू, विचारहरू, प्रतीकहरू, उपमाहरू र रूपकहरूमा केन्द्रित हुन्छ, जुन एन्टिटाइपहरू, पूर्ति, घटना वा पक्षहरू, क्रिस्टको व्यक्ति वा काम वा नयाँ करारमा उहाँको प्रकाशलाई वर्णन गरिएको छ। ल अन्त के हुँदो रहेछ, पूर्व चित्र वा प्रतिस्थापन गर्ने। प्रतिस्थापन भनेको के हो भने पुरानो करारमा जुन साँडे र बोका चलाउँथ्यो, तर नयाँ करारमा र साँडे र बोकाको रगतले पाप हरण गर्न सक्दैन। अर्थात् त्यो बलिदानलाई, जनावरको बलिदानलाई येशू क्रिस्टको बलिदानले के गर्यो, प्रतिस्थापन गर्यो क्या है। टाइपोलोजीमा यो प्रतिस्थापनको ईश्वर शास्त्र पनि एकदमै महत्त्वपूर्ण छ। टाइपोलोजी र प्रतिस्थापन भन्नु उस्तै उस्तै हो क्या, एउटाले अर्कोलाई विस्थापन गर्यो क्या, प्रतिस्थापन गरिदियो। पुरानो करारमा मन्दिर भनेको सोलेमनको मन्दिर हो, नयाँ करारमा त्यो मन्दिर अब येशू क्रिस्ट नै मन्दिर, मण्डली नै मन्दिर भयो क्या, प्रतिस्थापन गरे क्या। पुरानो करारमा यहुदी जाति मात्र इजरायल हो, अब नयाँ करारमा आएर मण्डली पनि इजरायल हो। पुरानो करारको इजरायललाई मन्दिरले प्रतिस्थापन गरिदियो क्या है। पुरानो करारको धेरै कुरालाई प्रतिस्थापन गरिदियो। र तपाईहरुलाई भन्यो जोसुवा हिमालय चाहिँ एकदमै डरलाग्दो शिक्षा किन हो भने यिनीहरूले यो प्रतिस्थापनको ईश्वर शास्त्र मान्दैन क्या, उनीहरूले प्रतिस्थापनमा विश्वास गर्दैन। त्यही भएर उनीहरूले अहिले पनि निष्ठाचार मान भनेको, त्यही भएर अहिले पनि अखमिरी चाड मान भनेको, किनभने त्यो निष्ठाचार येशू क्रिस्टमा प्रतिस्थापन भयो भन्ने कुरा उनीहरूले मान्दैन क्या। त्यही भएर यो डरलाग्दो झुटो शिक्षा हो, यसबाट जोगिनुपर्छ, आफ्नो विश्वासीलाई बचाउनु पर्छ है। यो प्रतिस्थापनको ईश्वर शास्त्र जसले मान्दैन उनीहरूले फेरि पनि हामीलाई यहुदी धर्मतर्फ फर्काउँछ क्या, फेरि दोहोऱ्याउँछ। अनि हिब्रूको लेखकले भनेको त्यही हो, हिब्रूको लेखकको कन्टेक्स्ट नै उनीहरू यहुदी क्रिस्चियनहरू चाहिँ फेरि यहुदीतर्फ, छायातर्फ उनीहरू फर्किरहेका थिए है। त्यही भएर प्रतिस्थापनको ईश्वर शास्त्र चाहिँ टाइपोलोजीमा एकदमै महत्त्वपूर्ण अध्ययन हो है। भनेपछि अर्को चाहिँ के हुन्छ, घटनाहरू है। बाइबलमा कति घटनाहरू छन्, जुन मैले अघि भने योन्नाको घटना, माछाको गर्भमा रहेको, त्यो पनि येशू क्रिस्टको टाइपोलोजी हो। व्यक्तिहरू योसेफ हो क्या न, त्यसपछि मोसा, यहोशू सबै येशू क्रिस्टको पूर्व छायाहरू थिए। दाउद, सोलेमन। विषयहरू, विषयवस्तुहरू हामीले एकदमै पाउँछौँ, थिमहरू पनि एकदमै येशू क्रिस्टमा आएर हामीले त्यो येशू क्रिस्टसँग सम्बन्धित भएको पाउँछौँ। पुरानो नियममा धेरै त्यस्तो विषयवस्तुहरू छन्। विशेष गरी निस्तार चाडको कुरा गरौँ, कसरी येशू क्रिस्टमा आएर पुरा भयो, अखमिरी चाड कसरी पुरा भयो, छाप्रवासको चाड कसरी पुरा भयो, यिनीहरू चाहिँ विषयवस्तु टाइपोलोजी है। ढाँचाहरू, ढाँचा भनेको चाहिँ उहाँ कसरी करूबहरूमाथि विराजमान हुने परमेश्वर हुनुहुन्छ, कसरी उहाँको पुनरुत्थान रहे दुईटा स्वर्गदूतहरू त्यहाँ देख्छौँ हो क्या न। ढाँचा भनेको चाहिँ पुरानो नियममा जति पनि ढाँचाहरू देखाइएको छ त्यो पनि येशू क्रिस्टको बारेमा हो। विचारहरू, पुरानो नियममा यशायाले विचार गरेका थिए त्यो कुराहरू। प्रतीकहरू हैन, मोसाको सर्प प्रतीक हो नि, त्यो त प्रतीकात्मक टाइपोलोजी हो क्या त्यो चाहिँ है।
त्यो प्रतीक चाहिँ मोसाले जसरी उजाड स्थानमा सर्पलाई उचाले येशू ख्रीष्ट उचालिनु पर्छ, त्यो चाहिँ प्रतीक हो। फेरि उपमाहरू है, येशू ख्रीष्टलाई विभिन्न उपमाहरू दिएको छ पुरानो नियममा। उहाँ चाहिँ सफरिङ सर्भेन्ट हैन, उहाँ चाहिँ दुःख कष्ट पाउने परमप्रभुको दास है। त्यसपछि रूपकहरू, रूपक भनेको चाहिँ एलोगोरी है। एलोगोरीमा पनि हामीले एकदमै येशू ख्रीष्टलाई विभिन्न तवर तरिकाले देख्दछौँ। क्यान्डिड हुन्छ जुन एन्टिटाइपोलोजी, एन्टिटाइपहरू, अर्थात् एन्टिटाइप भनेको चाहिँ अघि उहाँ जस्तै पनि हो तर उहाँभन्दा नि माथि हुनुहुन्छ। घटना वा पक्षहरू ख्रीष्टको व्यक्तिगत नयाँ करारमा उहाँको प्रकाशलाई वर्णन गरिएको छ है। भनेपछि येशू ख्रीष्टद्वारा मात्र यी, यसरी बुझौँ कि यो चाहिँ तालचा हो क्या है। यसलाई खोल्न चाहिँ येशू ख्रीष्ट स्वयं चाहिन्छ क्या। येशू ख्रीष्टद्वारा मात्र यी कुराहरू, प्रकार शास्त्रहरू, पुरानो नियमका प्रकार शास्त्रलाई हामीले खोल्न सक्छौँ। पुरानो करारको सम्पूर्ण उद्देश्यलाई केवल ख्रीष्टका प्रकारहरूको प्रावधानको रूपमा हेरिन्छ है। भनेपछि पुरानो नियमका उद्देश्यहरूलाई येशू ख्रीष्टको टाइपोलोजीद्वारा हेर्न सकिन्छ भनेको है। अब टाइपोलोजीको नियम, यसको नियम छ जथाभावी तपाईँले मैले प्रयोग गर्न पाउँदैन, जो पाए त्यसलाई येशू ख्रीष्ट भन्न पाइँदैन है। अब यो चाहिँ कि त नयाँ करारमा उद्धृत हुनु पर्यो, कि त त्यो एकदमै लजिकल्ली मिल्नु पर्यो। कतिजना चाहिँ जबरजस्ती येशू ख्रीष्टलाई हैन पुरानो नियममा बनाउन खोज्छ कि येशू ख्रीष्ट बनाउन खोज्छ, जुन चाहिँ मिल्दैन है। त्यही भएर यो टाइपोलोजीको नियम छ, यसको अनुशासन छ र यसलाई राम्रोसित प्रयोग गर्नुपर्छ। अब तपाईँले टाइपोलोजी सिक्दाखेरि वाउ हुन्छ क्या, सबैलाई मैले जतिजनालाई नि पढाएँ तिनीहरू सबै एक्साइटेड हुन्छ, ओभर एक्साइटेड हुन्छ कि एकदमै ओहो यस्तो पो रहेछ बाइबलमा भनेर यति एक्साइटेड हुन्छ कि कतिपल्ट त्यो एक्साइटेडले नराम्रो परिणाम ल्याउँछ क्या। मैले आरपिएसमा पढाउँदै थिएँ होइन, धेरै पढाउँदै थिएँ टाइपोलोजीको बारेमा होइन, उनीहरू त यति एक्साइटेड भयो, यति एक्साइटेड भयो, पछि के भने थाहा छ दाउदका त 7 जना स्वास्नीहरू थिए नि श्रीमतीहरू, येशू ख्रीष्ट दाउद जस्तो हो भने त। त्यही भएर येशू ख्रीष्टका नि त्यत्रो हामी सबै मण्डली हो, उहाँको दुलै हो, संसार भएका सबै दुलै भनेपछि मिल्यो त। संसारको सबै येशू ख्रीष्टको दुलै हो भने ओहो येशू ख्रीष्ट सोलेमन जस्तो हो भनेर भन्दै थियो कि। ल हेर्नु मिल्न त मिल्छ नि होइन, एक हिसाबले सोलेमनका 1100 जना श्रीमतीहरू थिए हो कि होइन। अब येशू ख्रीष्टको पनि संसारमा कतिजना विश्वासीहरू सबै दुलै भयो भने त मिल्यो टाइपोलोजी। ल हेर्नु हो, यो चाहिँ एकदम डेन्जर हो क्या है, जथाभावी प्रयोग गर्न पाइँदैन है। त्यही भएर पुरानो नियममा दाउदले जति राम्रो काम गरे त्यो मात्र हो टाइपोलोजी। दाउदको व्यभिचार येशू ख्रीष्टको टाइपोलोजीमा आउँदैन, सबै कुरा ल्याउन मिल्दैन क्या है। त्यही भएर म तपाईँहरूलाई अहिले नै चेतावनी दिन्छु, अहिले नै तपाईँहरूलाई म वार्न गर्छु, यो कोर्स पढेपछि तपाईँहरू पनि धेरै एक्साइटेड हुनुहुनेछ, तर जबरजस्ती येशू ख्रीष्टलाई बाइबलले अनुमति नदिएको कुरामा येशू ख्रीष्टलाई घिसारेर चाहिँ ल्याउने होइन है। यो एकदमै डेन्जर हो। त्यही भएर तपाईँहरू यो गर्दै गर्दाखेरि एकदमै ध्यान होइन, सबै कुरा नराम्रोले मात्र नराम्रो परिणाम ल्याउँदैन क्या, राम्रोले पनि नराम्रो परिणाम ल्याउँछ क्या है। त्यही भएर हामीले एकदमै विचार गर्नुपर्छ। टाइपोलोजीको नियममा येशू वा उहाँका प्रेरितहरू वा बाइबल लेखकहरूले नयाँ करारमा पुरानो करारलाई उद्धृत र सङ्केत गर्नु पर्थ्यो है। पुरानो करारमा जस्तै अघि हामीले पढ्यौँ नि होइन, येशू ख्रीष्टलाई कसरी उद्धृत गर्यो नयाँ करारमा, हो त्यो पहिला ध्यान दिनु पर्यो। तपाईँले एकैचोटि जम्प नगर्नु क्या, पहिला नयाँ करारमा पुरानो करारलाई कसरी उद्धृत गरेको छ त्यो कुरालाई हेर्नु, येशू ख्रीष्टलाई कसरी देखाइएको छ त्यो कुरालाई विचार गर्नु, त्यो चाहिँ पहिलो रुल हो। दोस्रो रुल, बाइबली ईश्वरशास्त्र गर्नको लागि बाइबली आधिकारिकता र तार्किक रूपमा स्पष्ट हुनुपर्छ। अर्थात् यदि उद्धृत गरेको छैन भने पुरानो र नयाँ करारलाई मिल्ने हुनु पर्यो क्या है। अब उदाहरणको लागि योसेफको बारेमा येशू ख्रीष्ट योसेफको टाइपोलोजी हो भनेर कहिले पनि कहीँ पनि नयाँ करारमा लेखिएको छैन, तर राम्रोसित हेऱ्यो भने योसेफ चाहिँ सबैभन्दा धेरै मिल्छ कि येशू ख्रीष्टसँग हो। कि त बाइबलले प्रमाणित गर्नु पर्यो, कि त धर्मशास्त्रमा मिल्नु पर्यो क्या है। यसरी चाहिँ टाइपोलोजीको नियम हुन्छ। नयाँ करारको दृष्टिकोणलाई पुरानो करारको उदाहरणबाट सधैँ सुरु गर्नुहोस् है।
पुरानो करारलाई नयाँ करारमा कसरी उद्धरण गरिएको छ, कोट गरिएको छ, त्यसलाई चाहिँ हेर्नु। त्यो नै हेर्नु, त्यो उद्धरण नै नयाँ करार लेखकहरूले प्रयोग गरेको एकमात्र माध्यम हो क्या। उहाँहरूले धर्मशास्त्र लेख्दै गर्दाखेरि, नयाँ करार लेख्दै गर्दाखेरि उहाँहरूको आधिकारिक सोर्स, उहाँहरूको स्रोत नै के हो? पुरानो करार के। र पुरानो करारलाई उद्धृत गर्नु नै उहाँले बाइबल लेखनमा एकमात्र प्रयोग गरिएको माध्यम हो। पुरानो करारमा यस्तो भनिएको छ, येशू ख्रीष्टमा आएर पुरा भयो भनेर उहाँहरूले उद्धरण गरेका थिए। भनेपछि तपाईँ र मैले टाइपोलोजी गर्दाखेरि, पुरानो करारलाई प्रचार गर्दाखेरि यदि नयाँ करार आएन भने त्यो अधुरै हुन्छ क्या। किनभने हामीले त्यो सुरुमै गर्यो नि, कोठा, दुईटा कोठा, शाही कोठा, एउटा चाहिँ बत्ती छैन, एउटामा चाहिँ बत्ती थियो है। पुरानो करार चाहिँ बत्ती नभएको शाही कोठा जस्तो हो र येशू ख्रीष्ट चाहिँ ज्योति हुन्छ, उज्यालो हुन्छ। अब चाहिँ हामीले पुरानो करारमा येशूलाई देख्न सक्छौँ, किनभने येशूलाई पुरानो करारका धेरैले देखेका थिए र त्यसैको बारे लेखेका थिए भनेर हामीले प्रमाणित गरिसकेका छौँ है। त्यही भएर उद्धरणबाट सुरु गर्नुहोस्। मेरो सल्लाह, तपाईँहरूले प्रकाशशास्त्रको तरिकामा राम्रो नियन्त्रण राख्नु हो है। तपाईँले एकदमै नियन्त्रण चाहिँ राख्नु जथाभावी। त्यसैले तपाईँलाई ठिक लाग्यो भन्नेमा त्यो प्रयोग नगर्नु। मैले अस्ति नै एउटा कुरा भनेको नि, सबै राम्रो हाम्रो हुँदैन, सबै हाम्रो राम्रो हुँदैन क्या। तपाईँहरूलाई मन परेको सबै कुरा बाइबलीय हुँदैन। तर हाम्रो विचार चाहिँ के हुन्छ भने टेम्पटेसन आउँछ कि ओहो बताइदिउँ जस्तो क्या। बाइबलले नहुन सक्छ है। धर्मशास्त्र लेख्दै गर्दाखेरि धेरैजनालाई धेरै कुरा आएको हुनसक्छ क्या है। तर उनीहरूलाई पवित्र आत्माले चाहिँ नलेख भन्नुभयो क्या है। मेरो ओल्ड टेस्टामेन्टको प्रोफेसरले भन्नुभएको थियो, मलाई एकदमै अहिलेसम्म अचम्म लाग्छ। अगमवक्ताहरूले, पुरानो नियमका अगमवक्ताहरूले आफूले जति थाहा छ त्योभन्दा बढी लेखेर क्या। उनीहरूले जान्ने सुन्ने भएर कतिवटा कुरा चाहिँ बढी नै लेखेर गएका छन् रे क्या। अब अचम्म लाग्यो क्या मलाई त्यो कुरा सुनेर है। चाहिने भन्दा बढी नै लेखेर, किनभने हामी मान्छेको स्वभाव यस्तो हुन्छ कि जब हामी एक्साइटेड हुन्छौँ तब हामीले वाह भएपछि, हामीलाई वन्डरफुल भएपछि हामीले लेखिहाल्छौँ क्या। ओ, पुरानो नियमका अगमवक्ताहरू यति परमेश्वरको महिमाले भरिएका थिए रे के। उनीहरूले लेख्ने क्रममा एकदमै ओभर एक्साइटेड भएर कति कुरा चाहिँ उनीहरूले बढाइ चुराइ गरेर लेखेको त होइन, तर परमेश्वरले जति लेख भन्नुभयो त्योभन्दा नि अलिक बढी नै लेखेका थिए अरे। तर त्यही भएर कति ठाउँमा अलपत्र छ भनेर भन्नुहुन्थ्यो कि हाम्रो प्रोफेसरले है। अब पवित्र आत्माको नियन्त्रण त थियो, तर मान्छेको फ्री विल पनि छ होइन। त्यही फ्री विलमा कतिचोटि उनीहरूले त्यस्तो गरे होला होइन। तर पनि अब त्यो धेरै माथिको कुरा हो। यसमा अब हामी वाद विवाद नगरौँ, कहाँ गऱ्यो के गर्यो चाहिँ नभनौँ होइन। तर जे होस् लेखेको छ। पावलले नि एकदमै राम्रोसित भन्नुहुन्छ नि, धर्मशास्त्र अनुसार के। 1 कोरिन्थी 11 हो क्या, हामी प्रोभर्ब्समा पढ्छ नि। उहाँ धर्मशास्त्र अनुसार मारिनु भयो, गाडिनु भयो र तेस्रो दिनमा धर्मशास्त्र अनुसार नै जीवित हुनु। भनेपछि पावलले बाइबल लेख्दाखेरि प्रयोग गरेको एकमात्र आधार र स्रोत भनेको पुरानो करार हो क्या। किनभने पावलले लेख्दाखेरि नयाँ करार बनेको थिएन। र स्रोत के, तपाईँहरूले होमवर्क गर्दाखेरि स्रोत चाहिन्छ नि। तपाईँहरूले के हेर्नुहुन्छ होइन, मेरो यो भिडियो हेर्नु होला, लेक्चर नोट हेर्नु होला, तपाईँहरूले लेख्नु त पर्यो नि। लेख्दाखेरि त्यतिकै दिमागमा नआउँदैन, स्रोत चाहियो क्या है, सोर्स चाहियो क्या, कोट गर्नु पर्यो है। हो, त्यो चाहिँ पुरानो नियम थियो क्या, नयाँ करार। त्यही भएर तपाईँहरूले प्रकाशशास्त्रको तरिकामा राम्रो नियन्त्रण राख्नुपर्छ। सबैभन्दा राम्रो तरिका भनेको पुरानो नियमबाट प्रकाशशास्त्रको बारेमा कुरा गर्नुको सट्टा नयाँ नियमको स्पष्ट शिक्षाबाट सुरु गर्नु हो। यो खास मैले भनेको होइन, यो सिन्क्लेयर बी फर्गसनको कोट हो यो है। उहाँले भन्नुभएको यो जथाभावी चाहिँ टाइपोलोजी प्रयोग नगर्नु भनेको है। गर्दाखेरि चाहिँ नयाँ नियममा विशेष गरी उद्धरण भएका कुराहरूलाई हेर्नु भनेर उहाँले भन्नुभएको थियो है। बुझ्न भइराख्नु भएको छ कि छैन प्रकारशास्त्र भनेको के हो भनेर? कि म मात्र बोले हो? बुझ्नु भएन नि त फेरि यो के हो अलपत्र हुन्छ यो। ठिक छ, बुझ्नु भएको छ मिनाजी? ल बोलौँ सबैजना, बुझ्नु भएको छैन? कमल थापा भाइ बोल्नु त। कोसिस जारी छ सर। हजुर, कोसिस एकदम जारी छ। एक्साइटेड हुनु, ओभर एक्साइटेड नहुनु है। टाइपोलोजी फेरि येशू ख्रीष्टको नि कति मात्र श्रीमती हो संसारभरि, यत्रो दुलै छ भन्ला नि फेरि।
सर हजुर त्यही श्रीमतीको केसमा चाहिँ अब जस्तो दुलहीको पनि त अब किन त्यो अब हामीलाई त्यसरी भनियो भन्ने कुरालाई पहिला बुझ्नुपर्छ होला नि त सर होइन त्यो अब टाइपोलोजिकल्ली जानुभन्दा पनि अगाडि चाहिँ दुलहीको सिद्धान्त चाहिँ के हो त त्यो हामी मण्डलीलाई त्यो भनिदिनुको कारण चाहिँ के हो भन्ने तर्फ पहिला जानुपर्छ कि त्यो गए पछाडि चाहिँ अब टाइपोलोजिकल्ली अब त्यो धेरै श्रीमती भएकोसँग दाँच्न मिल्छ मिल्दैन भन्ने त्यसरी चाहिँ जानुपर्छ कि भन्ने मेरो धारणा होइन त्यो त अब उनीहरूले त्यसरी बुझेको नि त्यो गलत हो क्या त्यो अब किनभने एउटा मात्र मण्डली छ क्या दुलही एउटा मात्र छ क्या त्यो दुलही भनेको फेरि टाइपोलोजीमा मात्र ठिक हुन्छ क्या त्यो वास्तवमा दुलही होइन नि हो त कसरी हुन्छ येशू क्रिस्ट दुला हो म केटा मान्छे हो कसरी दुलही हुन्छ म होइन त त्यही भएर यो टाइपोलोजीलाई लिटरली लिनु हुँदैन क्या प्रकाशको पुस्तक लिटरली पढ्नु हुँदैन क्या त्यही भएर त्यो सबै सिम्बल हो क्या येशू क्रिस्ट र मेरो कहाँ विवाह हुन्छ त केटा केटाको विवाह हुन्छ त हुँदैन नि दुलही भनेको चाहिँ मायाको प्रतीक हो क्या दुला दुलहीको सम्बन्ध भनेको चाहिँ मायालाई दर्शाउने प्रेमलाई दर्शाउने र एउटै शरीर हुने जुन माध्यम छ त्यसलाई प्रयोग गरिएको हो क्या त्यही भएर येशू क्रिस्ट कहाँ अनि के भन्छ थुमा हो त उहाँ भेडाको बच्चा हो त होइन नि उहाँ कहाँ बोका हो त होइन पुरानो नियममा बोका बलिदान गर्थ्यो अब त्यस मिल्दैन क्या त्यो हो त्यही भएर यो चाहिँ सबै यो सिम्बोलिक ल्याङ्ग्वेजहरू हो क्या है त्यसरी बुझ्नु क्या त्यो त अब त्यो सामाजिक परिवेशको संस्कृतिलाई त्यो बुझाउनको लागि नि त त्यस्तो भएको होला सर होइन अब एउटा दुलहीले एउटा अब करार जुन परमेश्वरले हामीसँग बाँध्नु भएको त्यो प्रेम र त्यो एउटा सम्बन्धको गहिराइलाई बुझाउनु अब हामीले त्यही भनेर बुझाउँछ नि हामीले मानिसले त अब त्यही हो क्या त्यो दुलही करारलाई बुझाउनु प्रेमलाई दर्शाउनको लागि हो क्या है ठिक छ यो के भन्छ दुला दुलहीको कुरा त बाइबलमा एकदमै स्पष्ट छ नि होइन कि एउटै शरीर हुन्छ नाम पाउँछ दुलाको त्यसपछि दुलही दुलाको शरीरसँग एकै हुन्छन् होइन र दुलहीले दुलाको अंश पाउँछ है अंश भनेको चाहिँ भौतिक अंश मात्र होइन कि शरीरमा पनि एकै हुन्छ क्या त्यो महिमामा आशिषमा त्यो यस्तो हो क्या बाइबल भनेको चाहिँ परमेश्वरले मानवीय भाषामा बुझाउनको लागि दिएको निकोदिमसलाई के भन्नुभयो येशू क्रिस्टले मैले तिमीलाई पृथ्वीको कुरा भन्दा त तिमीलाई बुझ्न गाह्रो भयो स्वर्गका कुरा भन्यो भने झन् के हुने हो तिमी त्यही भएर परमेश्वरले मानवले बुझ्ने गरी मानवले बुझ्ने स्रोत साधन मानवले बुझ्ने इतिहास मानवले बुझ्ने संस्कृति मानवले बुझ्ने उपमाहरू मानवले बुझ्ने आलङ्कारिक शब्दहरू मानवले बुझ्ने मेटाफोरहरू मानवले बुझ्ने रेटोरिकहरू उहाँले प्रयोग गर्नुभएको ताकि हाम्रो दैनिक जीवनमा बुझ्न सकोस् भन्दा क्या जसरी बाबु भाइले तपाईँले आफ्नो श्रीमतीलाई कति प्रेम गर्नुहुन्छ अब तपाईँले क्रिस्टले मण्डलीलाई कसरी प्रेम गर्नुहुन्छ त्यो बुझ्नको लागि किनभने आफूले अनुभव गरेको कुरा बल्ल बुझ्छौँ क्या हो त्यसरी चाहिँ बाइबलमा देखाइएको छ है गोथालो र भेडाको सम्बन्ध होस् या मालिक र नोकरको सम्बन्ध होस् राजा र प्रजाको सम्बन्ध होस् होइन धेरै कुराहरू छन् जुन चाहिँ हामीले बुझ्न सक्छौँ यदि बाइबल चाहिँ स्वर्गीय भाषामा लेखिएको भए स्वर्गको भाषामा लेखिएको भए कसैले नै बुझ्न सक्दैन थियो क्या किनभने हामी त्योसँग परिचित छैनौँ नि बाइबल यस्तोरी लेखियो कि जुन चाहिँ हाम्रै समाज हाम्रै मानवीय इतिहासलाई बुझ्ने गरी लेखियो क्या ताकि हामीले एकदमै बुझ्न सक्यौँ क्या र येशू क्रिस्टले त अझ प्याराबलहरूमा दृष्टान्तहरूमा बोल्नुभयो जुन संसारका सबै मान्छेहरूले इजिली बुझ्छन् क्या है त्यही भएर उहाँले स्वर्गीय भाषामा लेख्नु भएन उहाँले चाहनु भएको भए स्वर्गीय भाषामा लेख्नु हामीले पढ्यौँ नि डिभाइन एकोमोडेसन हो क्या अनुकूलता के ईश्वरीय अनुकूलता पढ्यो नि पहिलोचोटि कि परमेश्वरले चाहिँ हामीले बुझ्ने भाषामा बोल्न आउनुभयो त्यो दुलादुलीको सम्बन्ध पनि त्यही हो है ल नबिना बहिनी बुझ्दै हुन्छ तपाईँले त झन् धेरै बुझ्छ होला दुलादुलीको सम्बन्ध भर्खर भर्खर बिहे गर्नुभएको है यस्तो हुन्छ क्या कति कुरा चाहिँ अनुभव गरेपछि मात्र बुझिन्छ क्या है त्यही भएर अब त्यो विवाह नगरेको जोडीले भन्दा विवाह गरिसकेको जोडीले येशू क्रिस्ट र मण्डलीको कुरा धेरै बुझ्छ क्या हो त्यस्तो हुन्छ क्या त्यही भएर बाइबल बुझ्न चाहिँ पढेर मात्र हुँदैन धेरै अनुभवले पनि बुझ्छ क्या त्यही भएर
जति धेरै अनुभव गर्यो त्यति नै बाइबल बुझ्दै जान्छ कि एकाडेमिक नलेजले मात्र हुँदैन है। हेर्नु भजन सङ्ग्रह जुन दाउदले लेख्यो नि होइन 51, जो मान्छे पापमा फसेको छैन उसले भजन सङ्ग्रह 51 कहिले बुझ्दैन क्या, बुझ्नुभयो नि। जो मान्छेले पापको दुःख, पापले ल्याउने पीडा, पापले हृदय छिया छिया हुने जबसम्म बुझ्दैन तबसम्म उसले भजन सङ्ग्रह 51 बुझ्दैन क्या। यदि तपाईँले कहिले पाप गर्नुभएको छैन भने भजन सङ्ग्रह 51 बुझ्नुहुन्न क्या, किनभने त्यो पाप गरिसकेपछि दाउदले लेखेको पश्चाताप हो क्या। र तपाईँ र मैले पनि त्यही अनुभव गर्छौँ क्या, हो क्या न। त्यहाँ के लेखेको छ, पवित्र आत्मा मबाट नलैजानुहोस्, मुक्तिको उमङ्ग फेरि फर्काइदिनुहोस्, सत्य आत्मा पुनः जीवित पार्नुहोस्, मलाई हिसाबले धुनुहोस्, हो क्या न। भनेपछि यो सबै त हामीले पाप गरेपछि अनुभव गर्ने हो क्या। हो बाइबलमा चाहिँ धेरै कुराहरू तपाईँले अनुभवबाट नि बुझ्नुहुन्छ भनेको क्या है। बुझ्नुभयो कि भएन? ल माया बहिनी छिटो बिहे गर्नु पर्यो अब तपाईँले यदि राम्रोसित बाइबल बुझ्ने हो भने। ल है, अब टाइम सिडिन लाग्यो, एउटा सानो कुरा गरौँ। ल दुई प्रकारको प्रकार शास्त्र हुन्छ, एउटा सूक्ष्म र एउटा बृहत। यसलाई चाहिँ माइक्रो र म्याक्रो भन्छ क्या है। सूक्ष्म स्तरको प्रकार शास्त्र भनेको चाहिँ अर्थ रेखाहरूको उद्धरण, मुख्य शब्दहरूको पुनः प्रयोग, घटनाहरूको अनुक्रमण, दोहोरिने र करार र मुक्ति ऐतिहासिक आयातमा समानताहरू हुन् जुन हामीले विशेष पाठनहरूमा ध्यान केन्द्रित गर्न पाउँछौँ। माइक्रो भनेको चाहिँ येशू ख्रीष्ट आदम जस्तो हो, त्यो माइक्रो हो क्या, एकदम इजी है। येशू ख्रीष्ट योसेफ जस्तो हो, येशू ख्रीष्ट मोसा जस्तो हो। कुनै एउटा घटना मानिसले एकदमै बुझ्ने गरी येशू ख्रीष्टलाई प्रयोग। अघि हामीले पढ्यौँ नि कि तिम्रो सन्तानद्वारा पृथ्वीका सबैले आशिष पाउनेछ, त्यो चाहिँ माइक्रो लेभल टाइपोलोजी हो क्या, त्यो चाहिँ एकदमै बुझिन्छ क्या माइक्रो। म्याक्रो भनेको चाहिँ ठुलो टाइपोलोजी हो क्या, पुरै एउटा विषयवस्तुलाई नै समेट्छ क्या। अब म्याक्रो लेभल टाइपोलोजी भनेको चाहिँ विशेष गरी योन्नाको घटना हो क्या। 3 दिन र 3 रात माछाको गर्भमा बस्यो नि योन्ना पनि, हो येशू ख्रीष्ट पनि 3 दिन र 3 रात पृथ्वीको गर्भमा बस्नु भयो नि होइन। हो त्यसलाई चाहिँ म्याक्रो, त्यो चाहिँ सम्पूर्ण एउटा घटनाले येशू ख्रीष्टलाई दर्शाउँछ। तर माइक्रो भनेको चाहिँ एउटा सानो कुराले येशू ख्रीष्टलाई दर्शाउँछ क्या। बुझ्नुभयो कि भएन? एउटा सानो कुराले दर्शाउने चाहिँ माइक्रो, ठुलो एउटा घटना सम्पूर्ण एउटा प्रसङ्ग नै ल्याएर येशू ख्रीष्टलाई दर्शाउने चाहिँ म्याक्रो लेभल टाइपोलोजी है। अब यो मैले इङ्ग्लिसमा नोट बनाएको, त्यही भएर नेपालीमा यो टाइप गर्दाखेरि के हुन्छ क्या, साह्रै गाह्रो छ क्या। अब मैले आरपिएसमा यो सबै इङ्ग्लिसमा पढाउँछु यो विषय होइन, त्यही भएर इजिली बुझ्छ। अब नेपालीमा यो के भनेको तपाईँहरूलाई अप्ठ्यारो हुन्छ, त्यही भएर तपाईँले यति मात्र बुझ्नु कि अघि मैले जति पनि भने त्यो सबै माइक्रो लेभल टाइपोलोजी हो। येशू ख्रीष्ट कसरी थुमा हुनुहुन्छ, बलिदान कसरी हुनुहुन्छ, मन्दिर कसरी हुनुहुन्छ, त्यो चाहिँ सानो सानो विषयलाई येशू ख्रीष्टमा जोड्ने, त्यो चाहिँ माइक्रो सूक्ष्म। र बृहत भनेको चाहिँ ठुलो विषयलाई क्या है जोड्ने, येशू ख्रीष्टसँग सम्बन्धित गर्न चाहिँ म्याक्रो है। अब हामी माइक्रो र म्याक्रोको उदाहरणहरू दिएपछि तपाईँहरूलाई एकदमै थाहा हुन्छ है। बृहत स्तर भनेको चाहिँ बृहत प्रकार शास्त्र भनेको चाहिँ चौडा कोण साहित्य संरचनाहरू हो जो सूक्ष्म र बृहत स्तर सूचकहरूले लेखकहरूले आफ्नो लेखन मार्फत व्यक्त गर्न चाहेको अर्थलाई सञ्चार गर्न सँगै काम गर्छ है। अहिले तपाईँहरू चिन्ता नगर्नु, यो बुझ्नु भएन भनेर पछि एक्जाम्पल दिएपछि बुझ्नुहुन्छ है। सूक्ष्म स्तरीय प्रकार शास्त्रले अधिकांश पुस्तकहरूलाई समेट्छ जसलाई विस्तृत रूपमा विचार गरिन्छ, जबकि बृहत स्तरीय प्रकार शास्त्रले धर्मशास्त्रमा मात्र जाँच गरिएको सानो भूमिका लिन्छ क्या। सानो सानो चाहिँ सूक्ष्म प्रकार शास्त्र भयो, ठुलो ठुलो चाहिँ बृहत प्रकार शास्त्र हो। सूक्ष्म स्तरीय प्रकार शास्त्र मानिसहरूसँग सम्बन्धित आदम, पुजारीहरू, अगमवक्ता, राजाहरू र दुःख भोग्ने धर्मी घटनाहरू, सृष्टि वा प्रस्थान र संस्थाहरू, लेवी वा र विवाह, धर्मशास्त्रमा अभिलेख गरिएका परमेश्वरका प्रतिज्ञाहरूमा तर्क गर्दै बाइबलीय लेखकहरूले कसरी लेखे र यसरी बाइबलीय लेखकहरूले आफ्नो लेखहरूमा यी प्रकारहरूलाई
किन सञ्चार गर्ने उद्देश्य राखे भन्ने कुराको जानकार गराउँछ। समानान्तर बयानबाजीले पनि बृहत् स्तरमा समान काम गर्दछ। ल चाहिँ सुषमा है, यो अलि चिन्ता नगर्नु, बुझ्नु भएन भने। बाइबलले प्रकार शास्त्रको उत्पत्ति, प्रकार भर्सेस एन्टिटाइप, यो चाहिँ टाइप भर्सेस एन्टिटाइप। धर्मशास्त्रको प्रकार शास्त्र नयाँ करार आफैमा नै सुरु हुन्छ है। ल हाम्रो टाइम सिरिसक्यो।